So with a louder, thunderous and excited applause, please welcome our trainer for today, Mr. Amit Agrawal. Thank you, Rupali ji. You are always energizing the entire floor. And thank you everyone for coming on a Saturday morning. And my apologies for being late. Before I start my training today, there's a disclaimer. Uh, Unfortunately, when we announced this training, the very next day I met an accident and had to undergo my surgery for my right hand. So I'm not even using laptops, and I had to put a plate inside. So I'm using an old PPT, but I think it will be more interactive, and I'll be happy to answer all the queries. Today I'll focus on how our mindset changed, like starting 2007 to 2025, or even before that, right? Our tech journey, when Janagi Technology was started in 2007. Uh, it was registered from Pulchok Campus Hostel Dorm. The registered address was Pulchok Campus when we just, I was not a part of it then. My co-founders Manish Modi, Arvind and Dhurba, they started this. So I'll touch base on our journey and at the same time what has been our learning so far. So I firmly believe that mindset is very important. And I'm a firm believer that, in fact, mindset is everything. And to become a good entrepreneur, you need to have that strong mindset. And that is something which is going to be your partner, be by your side during all the ups and downs of your life, during all the ups and downs of your own IT company. Because we have seen all those waves. We have gone from, like, in Janaki Technology, we have gone from 25 people to 4 people. And again 25 people. We have seen all those waves. We have seen those emotional challenges. So to scale, mindset is very important. The first thing is, there's something called illusion of explanatory depth. हामीहरूलाई के हुन्छ भने आफूले गरिरहेको स्टार्टअप सधैँ राम्रो लाग्छ, आफ्नो आइडिया सधैँ खतरा लाग्छ हैन. इनफ्याक्ट यु रिमेम्बर हामीहरू सबैजना स्टुडेन्ट हुँदाखेरि चाहिँ यस्तो इभेन्टहरूमा जाने, मसँग एउटा खतरा आइडिया छ नि भन्ने त्यो इल्युजनमा बस्छौँ हामी. अझै आइटीसँग त के छ भने, पहिला हाम्रो पालामा त राम्रो डोमेन भेट्यो कि अब त्यही मेरो आइडिया हो भन्ने हुन्थ्यो कि. अनि यु रेजिस्टर्ड द डोमेन, डोमेन रेजिस्टर भएपछि त्यही दिनदेखि सिओ र को फाउन्डर भयो. एन्ड देन इन्स्टेड अफ द प्रब्लम यु फोकस अन द्याट, राइट? होइन, अब कसैलाई राम्रो, तपाईँ, आइएम स्योर तपाईँहरूमध्ये कसैले 2-4वटा डोमेन त किनेर राख्नुभयो होला. कतिजनाले किनेर राख्नु भएको छ होइन? सो दिस इज वाट आइटी पिपल डु. अनि त्यसको पछाडि हामी भाग्छौँ. अनि सुरुमा हामीलाई के लाग्छ भने, कुनै पनि कुरा कसरी काम गर्छ. फर इक्जाम्पल, मैले अहिले तपाईँहरूलाई सोधेँ खल्ती कसरी काम गर्छ, हाउ मच डु यु नो आउट अफ 10 इफ आई आक्स यु से आई नो 5 आउट अफ 10 अर 8 आउट अफ 10 भन्नुहुन्छ होला. एउटा पेमेन्ट एप हो, पैसा हाल्ने हो, पेमेन्ट गर्ने हो भन्ने हुन्छ. तर जब तपाईँ खल्ती जस्तो स्टार्टअप आफै चलाउनुहुन्छ नि, त्यसपछि त्यसको जब डेप्थमा जानुहुन्छ होइन, हजारौँ लाखौँ कुरा हुन्छ. हामीलाई एभ्रिडे फेसबुकमा वा इन्स्टाग्राममा लिङ्कडिनमा मलाई कसै न कसैले चाहिँ एउटा आइडिया पठाइरहेको हुन्छ. लाइक खल्तीमा यो किन गर्नुहुन्न, मैले हुन्छ. क्राउड सोर्सिङ किन गर्नुहुन्न तपाईँहरू, मसँग दामी आइडिया छ दा, एकचोटि भेटौँ भन्छ, अनि क्राउड सोर्सिङ गरौँ भन्छ. हजुरहरूले के बुझ्नु पऱ्यो भने, हजुरहरूलाई जुन आइडिया आइरहेको हुन्छ नि, सुरुमै मेरो आइडिया खतरा हो भनेर सोच्नुभन्दा यो आइडिया त गुगललाई पनि आएको थियो, किन गरेन, त्यसरी स्टार्ट गर्नु पर्ला, रिसर्च गर्नु पर्ला. बाई चोइस नगरे हो कि. हाम्रो एउटा स्टार्टअप थियो पिकोभिको, एन्ड पिकोभिको भन्दै गर्दा आई सी ध्रुव एन्टरिङ द हल. सो ध्रुव इज माई को फाउन्डर एन्ड सिटिओ. ही जस्ट रिजाइन्ड फ्रम सिटिओ, बट he is the backbone of Khalti, Sparrow SMS, and now KTM1. So good to see Dhruva. So हाम्रो एउटा स्टार्टअप थियो पिकोभिको होइन. पिकोभिकोले के गर्थ्यो, फोटोजबाट भिडियो बनाउँथ्यो.
अनि हाम्रो कम्पिटिटर हुनुहुन्थ्यो एनिमोटो भनेर। एनिमोटो चाहिँ एमाजोन फन्डेड थियो र हाम्रो यो भिडियो रेन्डरिङ इन्जिनमा चाहिँ एकदम धेरै सर्भर इन्टेन्सिभ काम हुन्थ्यो। जस्ट टु बी डिफरेन्ट हामीले के भन्थ्यौँ, एनिमोटोको भिडियो सोसल नेटवर्क छैन, हामी भिडियो सोसल नेटवर्क बनाउँछौँ, द्याट इज आवर युएसपी होइन। उसकोमा के छैन त्यो चाहिँ हामी गर्छौँ भन्थ्यौँ, तर त्यो ग्राहकलाई चाहिएको छ कि छैन त्यो कहिले पनि हामीले सोचेनौँ। सो लेट्स नट बी डिफरेन्ट फर द सेक अफ बिङ डिफरेन्ट। हामीलाई त्यो बानी हुन्छ क्या, उसको यस्तो छ मेरो यस्तो छ, उसले बाई चोइस नगरे हो कि, अथवा त्यो मार्केट अहिले रेडी छैन कि होइन। हामीलाई कतिले भन्छन् दाइ पेटिएमबाट त यस्तो इन्सुरेन्सहरू किन्न मिल्छ, फास्ट्याग टोल ट्याग गर्न मिल्छ, गोल्ड लोन गर्न मिल्छ, सो मेनी थिङ्स। तपाईँहरूले किन गर्नुहुन्न, तपाईँहरूलाई त्यो आइडिया आएन भन्ने जुन न्यारेटिभ छ होइन, यो हामी सबैको आइटी स्टार्टअपमा हुन्छ। सो फर्स्ट एन्ड फरमोस्ट एज गुड आइटी एन्टरप्रेनर्स हामीले रिसर्च गर्ने बानी गर्नुपर्छ, आफ्नो इल्युजनलाई हटाउनुपर्छ। तपाईँ जब डेप्थमा आउनुहुन्छ होला, एउटा खल्तीकै मैले इक्जाम्पल दिँदाखेरि एउटा ट्रान्जेक्सन हुँदा तपाईँले एउटा ट्रान्जेक्सन गर्दाखेरि त्यो ट्रान्जेक्सनले कतिवटा लेगलाई टच गर्छ। ट्रान्जेक्सन सक्सेस हुनुभन्दा अगाडि पहिला तपाईँको डेली लिमिट क्रस भएको छ कि छैन, मन्थली लिमिट क्रस भएको छ कि छैन, सबै कुरा हेर्नु पऱ्यो राइट होइन। तपाईँको ब्यालेन्स छ कि छैन, तपाईँको ब्याङ्क एकाउन्ट लिङ्क छ कि छैन, तपाईँको पोइन्ट्स रिवार्ड पोइन्ट्स छ कि छैन, त्यसमा क्यासब्याक छ कि छैन, त्यसपछि त्यो मर्चेन्ट जसको पेमेन्ट गर्दै हुन्छ उसको एपिआई कस्तो छ। देयर आर सो मेनी थिङ्स द्याट इज अन्डरलाइङ होइन। सो तपाईँहरूको जुनसुकै स्टार्टअप छ होइन, त्यसमा इल्युजनबाट चाहिँ निकाल्नुहोस्, किनकि सुरुमा हामीलाई के लाग्छ भने वी नो एभ्रिथिङ। अर्को हामीलाई इल्युजन के हुन्छ, आज तपाईँले वेबसाइट खोल्नुभयो, भोलिदेखि त्यहाँ मान्छे आउन थाल्छ, किन्न थाल्छ। अझै अहिले त यो कलियुग पछिको अहिले रिल युग, म रिल बनाउँछु मान्छे आउन थालिहाल्छ होइन। इट डजन्ट वर्क द्याट वे एन्ड द्याट्स वाइ वी फेल। दिस इज अनदर प्रब्लम होइन, बिकज वी आर टेकिज होइन, आइटी पढाइ हुन्छौँ हामी, कहाँबाट स्टार्ट गर्छौँ, दा एउटा खतरा एप बनाउनु पऱ्यो भन्नेबाट स्टार्ट गर्छौँ, अझ बनाइहाल्छौँ। झ्यापझुप अझ त झन् एआईको जमाना छ, एउटा वेबसाइट खडा गर्न 1 घन्टामा खडा गर्न सकिन्छ, बनाइहाल्ने कि। दिस इज द बिगेस्ट प्रब्लम द्याट वी डु, दिस इज द बिगेस्ट। हामी चाहिँ त्यो बिल्ड ट्र्याप भन्छौँ कि, आज एउटा फिचर बनाउनु मन लाग्यो बनाइहाल्यो, भोलि अर्को फिचर बनाउनु मन लाग्यो बनाइहाल्यो। त्यो बिल्ड ट्र्यापमा चाहिँ पर्नु भएन। टेक्नोलोजी इज नट द वे टु स्टार्ट। वेयर डु वी स्टार्ट? वी स्टार्ट फ्रम प्रब्लम, वाट प्रब्लम वी आर गोइङ टु सल्भ है। अनि त्यो प्रब्लमलाई सुरुमा टेक्नोलोजी नचाहिन सक्छ। क्यान यु सर्भ योर कस्टमर्स, लाइक for that matter, if not 100,000 customers, can you serve 100 customers without technology? Simply using Excel sheets or WhatsApp or Google Forms. It's possible, right? मैले यसमा धेरैचोटि फुडमान्डुको इक्जाम्पल दिने गर्छु। फुडमान्डु आई थिङ्क अहिले 10-15 वर्ष भयो होला, हाम्रो एज अ डेलिभरी पार्टनर पनि हुनुहुन्छ होइन। फुडमान्डुले 8-9 वर्षपछि मात्र आफ्नो एप ल्याएको थियो। सुरुमा इट वाज अल ओभर कल, बट वाट म्याटर वाज खाना त भोक लागेको बेला अर्डर गर्ने हो, अनि खाना अर्डर गरेपछि 45 मिनटमा आइपुग्नु वाज मोर इम्पोर्टेन्ट, एन्ड दे वर डेलिभरिङ द्याट। त्यो भइरहेको थियो। सो पहिला हामी त्यहाँबाट स्टार्ट गरेर जब कस्टमरलाई सर्भ गर्न सक्छौँ, त्यसपछि हामी सोध्छौँ कि टेक्नोलोजी कसरी युज गर्ने त, स्केल गर्नलाई, इफिसियन्ट बनाउनलाई, अटोमेट गर्नलाई होइन। सुरुमै पहिल्यै एप बनाउँछु भन्ने कुरा इम्पोर्टेन्ट होइन। अझै सुरुमा चाहिँ तपाईँले सबै कस्टमरलाई सर्भ गर्न सक्नुहुन्न भने न्यारो कस्टमरलाई सर्भ गर्ने। एकदमै जसरी अब इन्डियामा जुन अहिले 10 मिनट्स 15 मिनट्स डेलिभरी स्टार्ट भयो, त्यसको ओरिजिनल कन्सेप्ट के थियो त, त्यो हरेक त्यहाँ ठुलो ठुलो अपार्टमेन्टमा त्यो एउटा छोटु भन्ने भनौँ न एउटा भाइ जस्तो हुन्थ्यो, अनि उसले चाहिँ नजिकको पसलबाट मात्र चाहिँ अन्डा ल्याऊ, ब्रेड ल्याऊ, दुध ल्याऊ होइन, चुरोट ल्याऊ, त्यस्तो काम गर्थ्यो राइट।
अनि त्यो अपार्टमेन्टमै 700-800 फ्यामिली हुन्थे। त्यही कुरा त वर्षौँदेखि भइरह हो नि त 10 मिनट्स डेलिभरी त यहाँ त्यो भोल्युम छ इन्डियामा, नेपालमा त्यो भोल्युम छैन, अभियसली नट पोसिबल, तर त्यो भइरहेको थियो नि त, विदाउट टेक्नोलोजी भइरहेको थियो नि त। सो स्टिक टु बेसिक्स, स्टिक्स टु फन्डामेन्टल। टेक्नोलोजी इज नट द वे टु स्टार्ट। सुरुमै बनाइहाल्दैन, झन् टेक्नोलोजी इज द लास्ट थिङ टु डु भन्छु, बिकज इट्स भेरी एक्सपेन्सिभ टु मेन्टेन। जेसुकै गरे पनि आजको दिनमा एउटा फ्रन्ट एन्ड चाहियो, एउटा ब्याक एन्ड चाहियो, एउटा क्युए टेस्टिङ समथिङ चाहियो, एउटा डेभअप्स अर भनौँ न इन्फ्राको मान्छे चाहियो, एउटा सपोर्टको मान्छे चाहियो होइन। मोबाइल एप बनाउने एउटा मोबाइल एप चाहियो, 6जनाको टिम त, एउटा टिम लिड 7जनाको टिम त यतिकै चाहियो। 7जनाको टिम भनेको महिनाको कम्तीमा पनि 3-4 लाखको खर्च त यतिकै छ। सो आइटीमा चाहिँ कस्तो हुन्छ नि, यो स्यालेरी इज द बिगेस्ट कस्ट। त्यसपछि अरू च्यालेन्जेस त छ नै, त्यो मध्ये एकजना युएस जान्छ, एकजना अर्को कम्पनीमा जान्छ। वी अल हेभ फेस दोज च्यालेन्जेस। त्यही भएर टेक्नोलोजीमा चाहिँ बिल्ड ट्र्यापमा नपर्नु होला। लेट्स नट स्टार्ट विथ टेक्नोलोजी, अलवेज स्टार्ट विथ प्रब्लम यु आर ट्राइङ टु सल्भ एन्ड ट्राई टु बिल्ड फर द्याट प्रब्लम। दिस इज अनदर थिङ होइन। Many a times when we build our startups, we take care of a problem, but we don't take care of all the stakeholders involved in that problem. So for example, suppose you identify a problem that in Kathmandu there is no proper doctor appointment system, right? I think Doctors on Call is one of our participants. तपाईं त उपचारहरुबाट, I saw all the website individually, by the way, to select the participants. So suppose you identify a problem, काठमाडौँमा डक्टर अपोइन्टमेन्ट सिस्टम छैन। अब तपाईले डक्टर अपोइन्टमेन्ट सिस्टम बनाउनु भयो, तर तपाईले बनाउँदाखेरि सेन्टरमा कसलाई राख्नु भयो त? कन्ज्युमरलाई राख्नु भयो हैन। कन्ज्युमरको प्रब्लम छ, डक्टर अपोइन्टमेन्ट सिस्टम चाहिएको बेला अनलाइन अपोइन्टमेन्ट पाइदैन भनेर, तर त्यहाँ अरू स्टेक होल्डर्स छन्। तपाईले डक्टर्सलाई पनि सेन्टरमा राखेर पनि सोच्नु पर्यो, हस्पिटलमा पनि सेन्ट्रलमा राखेर सोच्नु पर्यो, त्यो डक्टरको एन्टायर इकोनोमिक्स बुझ्नु पर्यो। हस्पिटलमा बसे बापत उसको कर्पोरेट टार्गेट हुन्छ कि, उसको त्यहाँ कम्पाउन्डर जो बस्छ उसको कमिसन हुन्छ कि, उसले रिफर गर्ने ल्याबबाट कमिसन हुन्छ कि। देयर इज सो मेनी इकोसिस्टम। प्लस कन्ज्युमरको स्केड्युल त तपाईले बुझ्नुभयो, तर डक्टरको स्केड्युल के छ त? त्यो हामीहरूले ध्यान नदिँदाखेरि एकदमै गाह्रो हुन्छ। सबभन्दा पहिलो स्टेक होल्डर त तपाईँको टिम, तपाईँको आफ्नै टिम इज अ भेरी इम्पोर्टेन्ट स्टेक होल्डर। इफ यु आर बिल्डिङ अ डक्टर अपोइन्टमेन्ट सिस्टम, यु मस्ट ह्याभ अ पर्सन हु हेज वर्कड इन मेडिकल इन्डस्ट्री इन यर टिम। इफ यु डोन्ट ह्याभ, यु निड टु ह्याभ अ कन्सल्टेन्ट। अब त्यो कन्सल्टेन्टै खोज्न गाह्रो छ। खोज्यो भने पनि कन्सल्टेन्टलाई काम कसरी गराउने त्यो थाहा हुँदैन, के काम गराउने। कन्सल्टेन्ट आउँछ, ल भाइ यो गर यो गर, अब त्यो बजेटै हुँदैन कसरी गर्ने। सो मेनी च्यालेन्जेस, राइट? सो यो भइराख्दा सबभन्दा इम्पोर्टेन्ट, हामी आफ्नो डोमेनमा काम गर्ने टिम हामीसँग छ भने वी क्यान डु बेटर। सो यसको इक्जाम्पल अर्को के छ भने, सपोज दुईजनाले एउटा इन्भेस्टमेन्ट गर्दैछ, एउटा क्रिकेट एकाडेमी खोल्दैछ। सेम इन्भेस्टमेन्ट, सेम इन्फ्रास्ट्रक्चर, सबै कुरा सेम, तर एउटामा सेयर होल्डर पारस खड्का छ, एउटामा सेयर होल्डर अरू कोही छ। विल इट मेक अ डिफरेन्स? गेटिङ वाट आइ एम ट्राइङ टु से हैन। अनि बाहिरतिर चाहिँ कस्तो चलन छ भने, विदेशमा खास गरी त्यस्तो खालको एडभाइजरलाई एउटा सानो एडभाइजरी इक्विटी दिएर आफ्नो कम्पनीमा ल्याउँछ। अनि त्यसको पनि अब त्यो एडभाइजरी इक्विटीको पनि विभिन्न फर्मेटहरू छ। कसैले अपफ्रन्ट दिन्छ, कसैले भेस्टेड दिन्छ, ओभर 2 इयर्स दिन्छु म भन्छ, कसैले चाहिँ सेल्सको लागि पनि इक्विटी दिएको हुन्छ कि एडभाइजरी भनेर ल्याउँछ, तर तपाईँले मेरो प्रडक्ट 3 ठाउँमा बेच्नुपर्ने हुन्छ है, तपाईँले बेच्दै जानुभयो भने होइन। कति मान्छेले भन्छ नि, ओहो मेरो यत्रो नेटवर्क छ, यो छ, म इन्भेस्टर छु, म आयो भने यस्तो हुन्छ उस्तो हुन्छ, तर इट्स नट ट्यान्जिबल। र आइटी कम्पनीको सबभन्दा इम्पोर्टेन्ट कुरा के छ भने, हामी यो खल्तीमा चाहिँ रेगुलरली भन्थ्यौँ, कस्ट इज कमिटेड, रेभेन्यू इज फोरकास्टेड। And this is one thing that breaks down a lot of IT companies. Why? Because you have to pay your monthly salaries. That is going to be your highest cost in IT companies.
So the cost is committed and all the projections, all the revenue is forecasted. So कहिले काहीँ चाहिँ त्यो टिम बनाउनलाई हामीले त्यस्तो एडभाइजरी ल्याउँछौँ. त्यो एडभाइजरीलाई कसरी ल्याउने मेबी यु क्यान गुगल हुन्छ नि. अनि त्यो एडभाइजरले चाहिँ तपाईँलाई त्यो डोमेन एक्सपर्टिज ल्याउँछ हैन. एउटा स्टेक होल्डर, त्यो अर्को स्टेक होल्डर युजर हो. जस्तै हजुरहरूलाई के थाहा हुनुपर्छ भने तपाईँले ठ्याक्कै पैसा कोसँग चाहिँ लिने हो. हाउ आर यु गोइङ टु अर्न मनी. अघि मैले डक्टर अपोइन्टमेन्ट सिस्टमको इक्जाम्पल दिएँ. तपाईँले चार्ज हस्पिटललाई गर्ने कि डक्टरलाई गर्ने कि युजरलाई गर्ने हो कि प्याथ ल्याबलाई गर्ने हो कि कम्पाउन्डरलाई गर्ने हो कि कहाँबाट चाहिँ तपाईँको रेभेन्यू आउँछ त्यो तपाईँलाई क्लियर हुनुपर्छ. अनि जोबाट रेभेन्यू आउँछ उसको लागि प्लेटफर्म त बनाउनु पर्यो हैन. हामी सबैले फर इक्जाम्पल मेटा चलाउँछौँ, गुगल चलाउँछौँ. वी डोन्ट पे देम डाइरेक्टली राइट. वी पे बाई आवर टाइम. सो कसरी कमाउँछ त मेटाले? एडभर्टाइजरबाट कमाउँछ. वान अफ द रेभेन्युज भनेको एडभर्टाइजरको लागि उसले राम्रो प्लेटफर्म नबनाइदिया भए रेभेन्यू आउँथ्यो त. एडभर्टाइजरको लागि सजिलो सिमलेस कसरी बनाउने, टार्गेटिङ गर्न कसरी बनाउने हैन. सो त्यो नगर्दिया भए चाहिँ इट वुड हेभ नट वर्कड राइट. सो तपाईँको पनि को हुन्छ त पेइङ कस्टमर्स. यु हेभ टु बी भेरी भेरी क्लियर अन द्याट. आइटीमा खास गरी B2C प्रडक्ट हो भने हैन. B2C भनेको डाइरेक्ट कन्ज्युमरसँग पैसा उठाउने प्रडक्ट हो भने लट अफ प्रडक्ट्स गिभ यु मनी आफ्टर यु हेभ इकोनोमिज अफ स्केल. त्यहाँ पनि बिचमा धेरै स्टार्टअप्सहरू बन्द भइहाल्छ. इकोनोमिज अफ स्केल भनेको चाहिँ तपाईँसँग थोरै मात्र युजर हुँदा इट वन्ट वर्क. बढी युजर भइसकेपछि मात्र यु स्टार्ट अर्निङ मनी हैन. फर इक्जाम्पल हाम्रो वालेट जस्तो कम्पनी 7-8 वर्षसम्म पैसा कमाउँदैन. अनि 7-8 वर्ष नपुग्दै इफ यु डाई आउट सक्यो नि त हो कि होइन. सो इकोनोमिज अफ स्केल चाहिँ कसरी आउँछ भने यो आई युजली रिफर इट एज रामदेव मोडल क्या हैन. रामदेव बाबाले के गर्नुभयो त पहिला युजर बटुल्नु भयो. यु गिभ युजर वान थिङ द्याट दे रियली निड, यु गिभ इट फ्री एन्ड यु अट्याच टु द युजर. सो रामदेव बाबाले हामीलाई योगा दिनुभयो राइट हैन. धेरै पेट घुमाउनु भयो. एन्ड देन आफ्टर द्याट गाइज हिट अन माई नुडल्स, hit on my Patanjali products, right? So you get those users by giving a service which is a must for them, it's a must have. And then when you have that economies of scale, you figure out how are you going to earn money, either through advertisements or through data analytics or through, you know, upselling, cross-selling, right? So for example, Routine of Nepal Bandha. They started with a service where they were giving the routine, right? And when they were giving the routine, that was something people wanted at that time. Oh? Now people got connected, and so they started giving something that people want. They started giving something crucial, more connected with the new generation. And now they charge like 1 lakh, 2 lakh rupees for sponsored posts. You know? But they would have not done that if they had not 2 million, 3 million following. So B2C IT मा चाहिँ यो एकदमै जरुरी छ कि तपाईको युजर को हुनवाला छ, तपाईको पेइङ कस्टमर चाहिँ को हुनवाला छ. Your user might not be your paying customer, right? जो तपाईको पेइङ कस्टमर छ उसको लागि चाहिँ प्रपर एनालिटिक्स प्लेटफर्म, अनबोर्डिङ प्लेटफर्म, सिमलेस प्लेटफर्म तपाईले बनाउनु भएन भने चाहिँ इट वोन्ट वर्क. हामी कहिलेकाहीँ चाहिँ एउटा स्टेक होल्डरको लागि एकदम राम्रो गरेर हुन्छ. तपाईँले डक्टर अपोइन्टमेन्ट सिस्टमको लागि त्यो अपोइन्टमेन्ट लिने सिस्टम एकदम राम्रो बनाउनु भयो, इन्टरफेस युआई युएक्स एकदम राम्रो छ. तर अपोइन्टमेन्ट लियो, डक्टरले त्यो लगइन गर्छ कि गर्दैन, हेर्छ कि हेर्दैन, कुर्छ कि कुर्दैन. हस्पिटलको अफलाइन प्रोसेस के छ त? अनलाइन अपोइन्टमेन्ट गयो भने हस्पिटलमा गएर त्यहाँ ओपिडी कार्ड बनाउनु पर्ने, अनि ओपिडी कार्ड जतिखेर बन्यो त्यही अनुसार क्यू नम्बर बन्ने हो भने म किन अनलाइन अपोइन्टमेन्ट लिन्छु? मैले अनलाइन अपोइन्टमेन्ट लिँदाखेरि त मेरो क्यू मेन्टेन हुनु पर्यो नि त. क्यू मेन्टेन छ भने बल्ल अनलाइन इट मेक्स सेन्स, अदरवाइज इट डजन्ट मेक सेन्स, इट वन्ट वर्क. अर्को कुरा आउटरिच. हामीलाई के लाग्छ भने हामीले एउटा राम्रो प्रडक्ट बनायौँ, मार्केटिङ गऱ्यौँ, अनि सबैले युज गर्न थाल्छ.
अनि त्यही अनुसार हामी आफ्नो बिजनेस प्रोजेक्सनहरू बनाइरहेको हुन्छौँ. बट बिलिभ मी, इट डजन्ट वर्क द्याट वे क्या होइन. आई गिभ यु एन इक्जाम्पल होइन. हाउ मेनी अफ यु हेभ हर्ड अबाउट खल्ती? 100%? Right? How many of heard about Khalti 5 times? So, Ajay Ramre Massa. How many of you use Khalti day to day? Actively. See, what this tells you is, हजुरहरूको ब्रान्ड पनि तपाईँले एकचोटि पहिलो कुरा त फर इक्जाम्पल तपाईँले अर्को स्टार्टअप गर्नुभयो. सपोज यु कम अप विथ ई कमर्स फर डग फुड इन काठमाडौँ है, पेट फुडको ई कमर्स बनाउनु भयो. जस्ट अ थट प्रोसेस होइन. अनि सपोज काठमाडौँमा चाहिँ 1 लाख मान्छेसँग पेट्स छ हो. पहिलो कुरा त तपाईँको मार्केटिङ जति गरे पनि त्यो सबै 1 लाखकोमा त पुग्दैन. 1 लाखकोमा पुग्नलाई 50 लाखकोमा मान्छेको अगाडि मार्केटिङ गर्नु पऱ्यो. तपाईँको मार्केटिङ सिधै तपाईँको टार्गेट युजरलाई मात्र आउँछ. एड्स हामीले हेर्ने एड्स, हामीलाई चाहिने एड्स मात्र आउँछ, आउँदैन नि. सो द्याट इज गोइङ टु बी एप्लिकेबल फर यु अल्सो. हजुरहरूले एड गर्दाखेरि चाहिँ होइन धेरैचोटि चाहिँ त्यो अनरिलेटेड मान्छेकोमा पनि जान्छ, तर तपाईँको त खर्च र टाइमलाइन लाग्छ नि त त्यसमा. अनि पहिलोचोटि कसैले सुन्यो तपाईँको डग फुडको बारेमा, पहिलोचोटि सुन्दैमा किन्छ त? किन्दैन. 5 चोटि सुन्दा पनि नकिन्ने चान्सेस हुन्छ. तर हामीले प्रोजेक्सनहरू गर्ने बेला के गर्छौँ त? हामी यसरी गर्छौँ होइन. अब यसको नेक्स्ट स्लाइडमा होला मेबी. मार्केट साइज क्यालकुलेसन्स भन्छ होइन. हामीले के गर्छौँ भने यु अलवेज टेक अ बिग नम्बर. सो फर इक्जाम्पल डग फुडको इक्जाम्पल मैले दिँदाखेरि ल काठमाडौँमा चाहिँ 1 लाख मान्छेसँग पेट्स छ, ठुलो नम्बर लियो अनि यु मल्टिप्लाई इट बाई ए स्मल पर्सेन्टेज. पहिलो वर्ष 5%मा त कसो नपुगेला भन्ने हुन्छ. ओके 5,000. सो यु मेक यर बिजनेस प्रोजेक्सन. फर्स्ट इयर वी आर गोइङ टु रिच 5,000 कस्टमर्स. अनि नेक्स्ट इयरदेखि के गर्ने त? लिनियर इन्टरपोलेसन गर्ने. 10% बढायो, 5, 5500, 6500 गर्दै. And you do all your calculations based on that. This is the wrong way to do it. You will not reach that 1 lakh people no matter what. And a lot of other factors are there. Your budget, who is in your team. होइन, तपाईँको टिममा कुनै भेटेरिनरी हस्पिटलको डक्टर हुनुहुन्छ कि, or kennel club छ कि. There are so many factors. And जुन तपाईँको त्यो प्रोजेक्सन छ नि, त्यो सबै फेल खान्छ. Instead, what you need to do is to demand or supply हामीले balance गर्नको लागि you start narrow. How do you start narrow? काठमाडौँ भरि टार्गेट गर्न सकिन्न अरे. Maybe you start with one area, you start with ललितपुर. अब ललितपुर भरि पनि सकिन्न. Okay, सबभन्दा बढी dogs को concentration कहाँ छ? Or are there dog cafes or cat cafes in Kathmandu? You do your research होइन. जुन मैले सुरुमै भने इल्युजनमा बस्नु भएन, रिसर्च त गर्नु पर्यो. अनि ललितपुर पनि सकिन्न भने एउटा वार्डलाई तपाईँ क्याटर गर्नुहुन्छ सुरुमा. जुन मैले अघि इक्जाम्पल दिएको थिएँ नि, इन्डियाको 10 मिनट्स डेलिभरी कसरी स्टार्ट भयो त? त्यो अपार्टमेन्टको छोटुबाट स्टार्ट भयो नि त. सो यु निड टु फाइन्ड योर द्याट अपार्टमेन्ट होइन. सो त्यो अपार्टमेन्टको त्यो छोटु भनौँ अथवा जे भनौँ, तपाईँले त्यसले चाहिँ बिना टेक्नोलोजी डिलाइट गर्न सकिरहेको छ नि त आफ्नो कस्टमरलाई. सो हजुरको पनि त्यो डग फुड स्टार्टअपले चाहिँ त्यो वार्डको मानव 100 जना घरलाई चाहिँ डिलाइट गर्न सक्नु पर्यो के. बुझ्नुभयो नि? उनीहरूलाई चाहिए बेला तपाईँले सप्लाई गर्न सक्नु पर्यो. उनीहरूको भेराइटीको लाइब्रेरी हुन सक्नु पर्यो. एन्ड वन्स यु आर एबल टु डेलिभर द्याट, वन्स यु आर एबल टु गिभ द्याट टु those customers, then you think how I expand to more wards or bigger area and how I replicate the successful model. So isko another example is Uber. So Malaysia when Uber launched, it was not working out. So what they did, Malaysia sabai operation band गरेर they concised to Kuala Lumpur. Kuala Lumpur को पनि Kuala Lumpur central area मात्र, which is near the airport. So त्यो एरियालाई मात्र क्याटर गर्ने भनेपछि त्यहीँ एड गर्यो, त्यहीँ ड्राइभर अनबोर्डिङ गर्यो, त्यहीँ अफर फाल्यो एन्ड स्टार्टेड वर्किङ वेल.
राइड खोज्दा डिमान्ड पनि पाइरहेको थियो ड्राइभरहरूलाई अनि राइडरलाई के अरे युजरलाई सप्लाई पनि पाइरहेको थियो गेट वाट ट्राइङ टु से अनि त्यो डिमान्ड र सप्लाई कहिलेकाहीँ हामी आफ्नो आइटीमा मेन्टेन गर्दैनौँ अघि डक्टर अपोइन्टमेन्ट सिस्टमको केसमा पनि डक्टर बढी अनबोर्ड गर्नुभयो कन्ज्युमर आएन अब डक्टर तपाईँको लागि चाहिँ अपोइन्टमेन्ट आयो बस्यो टाइम अलोकेट गरेर बस्यो 2-3 दिन बस्छ यो काम छैन भनेर हटाइदिन्छ हालिदिन्छ अझै अपोइन्टमेन्ट पनि आयो मान्छे आइदिँदैन पैसा तिरेको मान्छे पनि आइदिँदैन ल आजकै ट्रेनिङमा हेर्नु न देयर आर लेस पिपल हामीले त डिपोजिट लिएको छौँ नि यु फेस अल दिस च्यालेन्जेस दिज आर अल प्र्याक्टिकल च्यालेन्जेस होइन सो हामीले डिमान्ड एन्ड सप्लाई चाहिँ ध्यान दिएनौँ भने आई हेभ सिन अ लट अफ स्टार्टअप्स फेल इन दिस अल्सो सो द सल्युसन टु दिस इज न्यारो डाउन योर स्कोप अफ वर्क न्यारो डाउन अब त्यो लोकेसन बेसिसमा गर्ने कि एरिया बेसिसमा गर्ने कि होइन कसरी गर्ने त त्यो जबसम्म तपाईँले एउटा सानो ग्रुप अफ कस्टमर्सलाई डिलाइट गर्नुहुन्न राम्रो सर्भिस दिन सक्नुहुन्न तबसम्म स्केल गर्न सकिन्न के यो मैले अघि भने नै होइन कहिलेकाहीँ हामीले स्टार्टअप गर्दाखेरि आर यु बिल्डिङ पेन किलर्स अर आर यु बिल्डिङ भाइटामिन्स भन्नु खोजेको भाइटामिन्स आर नाइस टु हेभ ट्याब्लेट्स होइन बट पेन किलर्स आर मस्ट हेभ्स इफ युआर इन पेन यु निड द पेन किलर सप्लिमेन्ट्स त खाए पनि भयो नखाए पनि भयो होइन सो हजुरले बिल्ड गरिरहनु भएको स्टार्टअप अर आइडिया चाहिँ त्यसको निड के छ त निडबाट स्टार्ट गर्नु पर्यो नट जस्ट बिकज समन एल्स इज डुइङ इट होइन म त्यही गर्छु भनेर भएन सो फर इक्जाम्पल कसैले चाहिँ से इन्डियामा उबर एकदम चल्यो होइन आजभन्दा 5-10 वर्ष अगाडिको कुरा हो नेपालमा आएर म पनि उबर खोल्छु उबर जस्तै खोल्छु भन्नु ओके प्रब्लम चाहिँ यहाँ ट्याक्सी पाइँदैन भन्ने प्रब्लम रुट कज होइन के त्यो त टप लेभल प्रब्लम हो तपाईँ रुट कजमा जानुहुन्छ भने यु विल आइडेन्टिफाई कि यहाँ कतिवटा ट्याक्सी युनियन छ यहाँको म्याप्स कस्तो छ यहाँको पेमेन्ट गेटवेजहरू कस्ता छन् बाहिर एउटा गाडी किन्न कति पैसा पर्छ काठमाडौँमा एउटा गाडी किन्न कति पैसा पर्छ 2-250% ट्याक्स तिरेर गाडी किनेको मान्छेले प्राइभेट रेड प्लेटको मान्छेले राइड सेयरिङ गर्छ कि गर्दैन यहाँ गाडी भनेको स्टेटसको हो कि इट इज अ निड होइन त्यही तपाईँ युएस जानुभयो भने घरमा 5 जना छ भने 5वटा गाडी हुन्छ राइट बिकज इट इज अ निड देयर अनि त्यो 5वटा गाडी हुनेलाई त्यो अनि कसैले कसैलाई चिन्दैन यहाँ त सबैले सबैलाई चिन्छ डिग्निटी अफ लेबर छैन हामी कहाँ त्यहाँ त सबैले उबर गर्छन् होइन हाम्रो एकजना सर हुनुहुन्छ हाम्रो मेन्टर जस्तै पनि हाम्रो नेम इन्स्टिट्युटको अनर नवीन सर होइन अब उहाँ 6 महिना युएस जानुहुन्छ अनि गएर उबर चलाइदिनुहुन्छ टाइम पास गर्नलाई पनि हुन्छ नयाँ नयाँ मान्छे भेट्नलाई पनि हुन्छ होइन उहाँलाई युएसको ट्याक्सीको सबै सपोर्ट सिस्टम थाहा छ कुन नम्बरमा कल गर्यो भन्नुहुन्छ 800मा त म कलै गर्दैन उनीहरू बुझ्दैन पथेटिक छ है बाइ द वे त्यहाँको सपोर्ट सिस्टम्स कति कुरामा होइन कति कुरामा राम्रो पनि छ होइन सो वाट आइम ट्राइङ टु से हियर इज हामीले प्रब्लम बुझ्नको लागि चाहिँ अब यहाँ तपाईँले त्यो ट्याक्सी एप लन्च गर्नुहुन्छ त्यो प्रब्लम छ तर डेप्थमा जानुभयो भने प्रब्लम अर्कै हुन्छ क्या अनि त्यो प्रब्लम अर्कै हुँदाखेरि चाहिँ वी ट्राई टु सल्भ वान पार्ट अफ इट बट वी डोन्ट सल्भ द अदर पार्ट्स एन्ड द्याट्स हाउ वी फेल होइन सो जब तपाईँ आफ्नो प्रोटोटाइप बनाइरहनु भएको छ नयाँ प्रडक्ट बनाइरहनु भएको छ इट इज अलवेज गुड टु get 100 customers who need that product are ready to pay you even before the launch or even they are ready to test the prototype. It is a need for them. They are ready to give you some advance money. Than having 1 lakh customers who might need it. बुझ्नु भइरहेछ नि हैन भन्न खोजेको चाहिँ
बरु थोरै मार्केट होस् तर उनीहरूलाई साँच्चीकै चाहिएको कुरा बनाउनु पर्यो कि मस्ट ह्याभ्स कुरा बनाउनु पर्यो. बुझ्नु भइरहेछ होइन. अनि हामीले चाहिँ के चाहिँ मिस्टेक गर्छौँ भने जुन मैले अघिको स्लाइडमा भनेको थिएँ बिल ट्र्यापमा जान्छौँ. कस्टमरलाई चाहिएको छ कि छैन हामी गएर सर्वे पनि गर्दैनौँ. र काठमाडौँमा अरू नेपालमा अर्को समस्या के छ भने सर्वे गर्दाखेरि वी कल इट फल्स पोजिटिभ्स. फल्स पोजिटिभ्स भनेको साथीलाई गएर ओ यार मेरो यस्तो आइडिया छ म खतरा छ यार दामी छ ओ गरिहालौँ भन्छ. वुड यु पे फर इट? ए तेरो लागि गरिहाल्छु नि. नट फर द प्रडक्ट, पेइङ फर यु, राइट? सो त्यो फल्स पोजिटिभ्समा पनि कहिलेकाहीँ हामी ड्र्याग अवे हुन्छौँ क्या. हामीलाई के लागिरहेको हुन्छ मैले गरिरहेको काम त खत्रै छ चाहिएकै छ जस्तो लागिरहेको हुन्छ कि त्यो कुरा त्यो इल्युजनबाट चाहिँ निस्किनै पर्छ. एन्ड इफ यु क्यान रियली फाइन्ड समवन जसले चाहिँ त्यो एक्ज्याक्टली चाहिएको छ र तपाईँलाई पैसा पे गर्न सक्छ भने गो फर द्याट. मेरो सजेसन चाहिँ त्यो हुन्छ. इन्स्टेड अफ ट्राइङ टु बिल्ड समथिङ विच सम पिपल माइट रिक्वायर, त्यो नगरौँ. So this is my favorite thing. Have you heard of this term mirroring? कतिजनाले सुन्नु भएको छ? गौरव हजुर हैन. So this is something we learned over time हैन. अनि I'll give you a small task in this also हैन. So all of you have heard about this classical example of selling a pen in an interview हैन. सबैले सुनेको नि ल यो पेन चाहिँ यहाँ बेचेर देखाऊ अर समथिङ कफी बेचेर देखाऊ हामीले सुनेका छौँ नि होइन. सो जेनरली के हुन्छ त इफ आई गिभ यु 5 minutes टु सेल अ पेन व्हाट डु यु डु? क्रिएट अ डिमान्ड अनि टेल अबाउट द फिचर्स. पेन पोइन्ट थाहा पाउने ओके कति खर्च गर्न सक्छ हैन बजेट थाहा पाउने. हजुर निड छ कि छैन ओके. अरू ट्र्याक देयर निड. मिररिङ इज समथिङ डिफरेन्ट. हामी गरिरह हुन्छौँ यो तर प्र्याक्टिस सोचेर गरेर हुँदैनौँ. सेल्समा मार्केटिङमा many a times it is not about the product at all. It is about the connection that you build with the person. It is about the relationships that you build. It is about the brand that you build. And we do this. Mirroring ma ke huncha ta? Kunai मान्छे भेट्यो. First thing you try to do is त्यो मान्छे र मेरोमा के कमन छ? तपाईँ त्यो मान्छेसँग कसरी मिरर गर्नुहुन्छ त्यो सबभन्दा इम्पोर्टेन्ट हो. बुझ्नुहोस् है. केही मिरर गर्न भेटिएन भने खाना त दाइ खाना खानुभयो भन्छौँ हामी. बिकज खाना त उसले पनि खान्छ मैले पनि खान्छु. बाहिरको कोही मान्छेसँग कुरा गर्यो भने अब केही कमन थाहा छैन भने त्यहाँ कस्तो छ वेदर अब त चिसो बढ्यो होला नि अब त you try to find that common thing. Try to mirror. इन्डियाको मान्छे भेट्यो भने हामी हिन्दी बोल्न थाल्छौँ हो. तपाईँले मान्छे भने दाइ कहाँ घर हो? ए झापा हो म पनि त्यहीँ बस्छु नि बिर्तामोडको हो नि त्यहाँ यो फलानु चिया पसलमा जानु भएको छ त. यु डु द्याट कनेक्ट. बिलिभ मी इन ग्लोबल सेल्स हामी सयौँ एक्सपोमा गएको छौँ. अ लट अफ डिल्स चाहिँ हाम्रो एक्सपोभित्रभन्दा बाहिर चुरोट खाने ठाउँमा क्र्याक हुन्छ. And if you were to sell a pen to someone in 5 minutes, you don't talk about the pen. Don't talk at all about the pen. Maybe you talk about Manchester United, or maybe you talk about golf. Also, तपाईँ कुनै मान्छेलाई फर्स्ट टाइम कहाँ भेट्दै हुनुहुन्छ त्यसले पनि एकदम धेरै फरक पार्छ. बुझ्नु भइरहेछ नि. अब आज यो भनौँ न यो स्केल अप प्रोग्राम हामीले 1 महिना मात्र भयो होला यो काम भनौँ न कन्सेप्चुलाइज गरेर गर्न लागेको.
त्यो पनि अनाउन्स गरेपछि म हस्पिटलाइज भएँ. Why were we able to do this? होइन? Obviously, there was a great team behind, and I would take this opportunity to thank Rupali ji, Hashila, and all the great team, Draper House. होइन? A good round of applause for Rupali ji for all the. She's been one-man army here, and Hashila has been helping us with all the social media, and then we have volunteers from Sunway College, and we have volunteers from Draper Startup House. They have been a wonderful venue. So why was this able, why could we do this? Because most of the trainers that we assigned लाई हामीले भेट्नु परेन के. एउटा फोन कल एउटा व्हाट्सएपको भरमा चाहिँ ल दाइ यो दिन यस्तो यो टपिक यसरी ट्रेनिङ गर्नु पर्यो भनेपछि तर त्यो बिल्ड गर्न त्यो रिलेसनशिप बिल्ड गर्न त 10 वर्ष लागेको थियो नि त हैन. इट्स नट ओभरनाइट हैन. ल हजुरहरु मध्ये पनि कति जनाले चाहिँ सपोज मलाई चाहिँ फर्स्ट टाइम स्केल अप प्रोग्राममा भेट्नु भइराछ भने तपाईको दिमागमा मेरो बारेमा के हुन्छ त ए स्केल अप गर्ने दाइ हुनुहुन्छ त साथी हुनुहुन्छ भन्ने हुन्छ नि त. एन्ड मेबी टुमोरो आई कल वन अफ यु यार मलाई यो चाहियो हैन. सो मिररिङको लागि चाहिँ तपाईहरुलाई म एउटा सानो टास्क दिन चाहन्छु अहिले. तपाईहरु अहिले जुनसुकै स्टार्टअप गर्दै हुनुहुन्छ हैन. हामीले कतिसम्म गरेका छु भने B2B सेल्समा खास गरी यो काम लाग्छ. B2C मा त्यति काम लाग्दैन. एउटा B2B सेल्स गर्नलाई त्यसको POC लाई कतिसम्म ट्र्याक गरिन्छ भने त्यो मान्छे कुन सेमिनारमा जाँदैछ कुन कन्ट्रीमा जाँदैछ हामी त्यो सेमिनारमा गएर पुग्छौं. एन्ड we never talk about our company in the entire seminar. तपाईले यही हेर्नुहुन्छ हैन. Don't you think I could have kept Khalti or Sparrow SMS or Ved or any of my companies here? राख्न सकिन्थ्यो होला नि त. त्यो जरुरी छैन राख्न. बुझ्नु भइरहेछ नि. And I used to be that guy हैन. जब म पिको विको को लागि फर्स्ट टाइम US ट्रिपमा गए, it was in 2015. कस्तो थियो भने फोटो खिचाउँदाखेरि पनि पिको विको को ब्रोशर बोकेर खिचाउने के. जहाँ जसलाई भेट्यो जो भेट्यो पिको विको भन्ने के. हामी 21 वटा कन्ट्रीबाट थियौं हैन त्यहाँ सँगै IBLP प्रोग्राममा. अनि जे कुरा पनि त्यो न्याक गरे जस्तो हुने के. तर अहिले हामी कुनै प्रोडक्ट बेच्न जान्छौं भने हामी त्यो प्रोडक्टको बारेमा कुरै गर्दैन. So it is not that simple. हैन. So हजुरहरुको लागि टास्क के छ भने whatever product you are working upon, find one person whom you need to make sales. Person मान्छे है. Suppose it could be a marketing head of some company or HR head or whosoever. जसलाई तपाईलाई आफ्नो प्रोडक्ट सर्भिस बेच्नु छ. ठीक छ. आज ल्यापटप ल्याएको छैनौ मोस्ट अफ देमले छ or you have your mobile phones. So your task is you have 5 minutes. त्यो मान्छे जसलाई तपाईको सामान बेच्नु छ त्यो मान्छेको सबै सोशल मिडिया प्रोफाइल स्क्यान गर्नुस्. पछि you can use AI tools for that. And figure out what are the top 10 things you can mirror with that person. It could be sports, it could be music, it could be travel, it could be Rotary Club, it could be anything. बुझ्नु भइरहेछ? So you find what are the top 10 or top 5 also गरे हुन्छ. To mirror with that person, and how are you going to meet that person for the first time? I don't suggest you take an appointment and go and tell, oh, मेरो यस्तो product छ. No. Maybe you, if that person is passionate about education, maybe you will meet that person in a program where, you are doing something great about education. Or if there is no such program, organize a program. Build your brand in the same community so that you connect with that community. And later it would be, you build the relation, you do everything, and दाइ यार मेरो यो एउटा थियो, यो एउटा गरिदिनु पर्यो, and it will happen. Believe me. Right? So
It's 9:20. You have 5 minutes. Use Google, use ChatGPT, whatever you want to. Find one person जसलाई तपाईँलाई आफ्नो सामान बेच्नु छ, सामान सर्भिस प्रडक्ट, त्यो मान्छेको सोशल मिडिया प्रोफाइल्सहरू स्क्यान गर्नुहोस् र पत्ता लगाउनुहोस् कि त्यो मान्छेले कस्तो ड्रेसिङ गर्छ होला, मेबी त्यो मान्छे जिम जान्छ कि जाँदैन, त्यो मान्छेले के को बारेमा बढी कुरा गर्छ, के भयो भने बेस्ट मिररिङ हुन्छ, टप 5 थिङ्स टु मिरर विथ द्याट पर्सन, त्यो फाइन्ड आउट गर्नुहोस् है. You have 5 minutes to do that. Many times, mirroring गर्नलाई लाइफ स्किल्स चाहिन्छ. हामीले कहिलेकाहीँ स्कुलमा भन्छौँ नि, यार स्कुलमा यो कस्तो फटा थियो यार, यो केटा यसले यस्तो गर्यो. फटा हामीले कुन बेसिसमा भन्थ्यौँ? मार्क्स राम्रो आउँदैन थियो, फेल हुन्थ्यो. तर ऊ राम्रो खेलाडी थियो कि? खेलाडी नभए पनि हैन, टुरिस्टहरू आएको बेला टुरिस्टलाई जहाँ लानु पर्ने त्यो घुमाउन सक्थ्यो कि? हैन? कहिलेकाहीँ हामी मिररिङ गर्नको लागि, I'll give you this is very simple examples, but हैन, हाम्रो बाहिरबाट गेस्ट आयो भने अब मलाई त्यो गेस्टसँग टाइम बाई गर्नु छ भने, कतिचोटि हामी मिटिङमा जान्छौँ नि, मिटिङमा जाँदाखेरि कफी मगाम भन्दाखेरि यस भन्नुहुन्छ कि नो भन्नुहुन्छ? मलाई त्यो मान्छेसँग कति टाइम बाई गर्नु छ त्यसले डिटरमाइन गर्छ कि त्यो कुरो, र म त्यो कफी कति बेरमा खान्छु त्यसले डिटरमाइन गर्ने हो कि त्यो कुरो. कहिलेकाहीँ हामी लेट्स मिट ओभर लन्च भन्छौँ नि, एटलिस्ट खाना खाइन्जेल त छोडेर जाँदैन नि हैन. कहिलेकाहीँ हामी गएर पहिला पहिला हामीले अफिसमा त्यो वेस्ट लाग्थ्यो हामीलाई, ओभरनाइट गएर कुनै रिजोर्टमा बसेर स्ट्र्याटेजी मिटिङ गर्ने, बजेट मिटिङ गर्ने हामीलाई वेस्ट लाग्थ्यो. तर पछि वी रियलाइज्ड हैन, हामीले त्यो साँझ कुरा गर्छौँ, त्यसपछि बेलुका चाहिँ त्यहाँ टिम बिल्डिङ हुन्छ हैन. अब टिमहरूसँग वी ड्रिङ्क, वी इन्जोय, वी ह्याभ म्युजिक एन्ड अल दोज थिङ्स, एन्ड फेरि ब्रेकफास्टमा यु टक, सो यु बाई द्याट टाइम. ठिक छ. अनि कसलाई चाहिँ लन्च मिटिङ गर्ने, कसलाई चाहिँ कहाँ भेट्ने, हामीले इनफ्याक्ट अ लट अफ माई फरेन क्लाइन्ट्स आउँदाखेरि हामी वी गो टु फुड स्पा हैन. फुड स्पामा अब 90 मिनट्सको स्पा छ भने हैन, यु गेट द्याट क्वालिटी टाइम टु टक टु द्याट पर्सन, किनकि त्यतिखेर उसको माइन्डमा सेल्स छैन कि, बुझ्नुहोस् हैन. त इफ यु आर इन अ फुड स्पा, you are in a relaxed mode. A lot of sales decisions are not on the basis of products and offerings and pricing. It is on the basis of the mindset of the person you are selling at that point of time. And हामीले उसलाई त्यो फुड स्पामा लाँदाखेरि we don't talk about हामीलाई उसँग के काम छ, we don't talk about it at all. You should know what to talk. You should do your research. But sales is not, obviously there will be a different session on sales, and especially a session on brand, which is my favorite. The trainer is my favorite, I know, Avinash, he will be doing it. So he'll be telling you a lot of things about that. But believe me, sales हामीले जसरी गरिरहेछौँ, जसरी सोचिरहेछौँ त्यसरी हुँदैन. र जति मिररिङ गर्नको लागि तपाईँलाई लाइफ स्किल, कति त मिररिङ गर्नलाई तपाईँलाई गएर गल्फ सिक्नुपर्ने हुन्छ. और मेरो एकजना अहिले म लास्ट मन्थ युएस गएको बेला वान अफ माई फ्रेन्ड उसैकोमा बस्दाखेरि उसले त्यो युएसको इकोनोमीमा उसले गएर त्यहाँको क्लाइन्टहरूसँग कुरा गर्नको लागि उसले त्यहाँको त्यो अल इन भन्ने युट्युब च्यानल हेरेर बस्छ. सबै मलाई पनि हेर्न लगायो. गएर के को बारेमा कुरा, समटाइम यु निड टु गो एन्ड टक अबाउट टिभी सिरिज. इभन द जोक्स यु क्र्याक विल नट म्याच. So it's not that simple a process, and it requires a lot of life skills, lot of personality, lot of interpersonal skills. जुन चाहिँ
त्यो क्लासमा टप हुनेसँग मात्र हुन्छ भन्ने होइन कि द्याट्स वाइ द वन्स हामीले भन्छौँ त्यो ड्रप आउट्सहरूले गर्यो उस्तो गर्यो यस्तो थियो यार यस्तो गर्यो यो भन्ने जुन हामीलाई लागिरहेको हुन्छ नि बिकज वी गो एन्ड सेल द प्रडक्ट फिचर अफ द प्रडक्ट प्राइसिङ अफ द प्रडक्ट बट इट्स all people to people relation. Okay? So mirroring is very important. Have you ever heard of this term Kaizen? सुन्नु भएको छ कतिजनाले सुन्नु भएको छ सो यो चाहिँ हाम्रो खल्तीमा चाहिँ कोर भ्याल्युजमै राखेका छौँ हामीले काइजेन इट्स अ जापानिज टर्म विच मिन्स बिकम बेटर देन यस्टरडे एभ्री डे So small improvements, which means you did not compare yourself with anyone else. अरूले के गर्यो अरू आइटी कम्पनीले के गर्यो अब कहिलेकाहीँ चाहिँ हामी आइटी पढे पनि हामीलाई डर हुन्छ नि यार मलाई त वेबसाइट बनाउन नि आउँदैन के गर्न आउँदैन साथीहरूले के बनाइसके कहाँ जब गरिसके त्यो अरूसँग कम्पेयर गर्न छोडौँ आफूले आफूलाई आफूसँग मात्र कम्पेयर गरौँ होइन यु क्यान बेटर राइट अन द मिरर अफ यर हाउस द्याट यु आर माई ओन्ली कम्पिटिसन अनि त्यो कम्पेयर गर्दाखेरि इफ यु क्यान बिकम बेटर देन यस्टरडे एभ्री डे you will do good. This is one of our core values in our company as well. So many a times हामीले IT company खोल्दाखेरि मलाई यति ठाउँमा पुग्नु छ यति गर्नु छ भन्ने हुन्छ अनि हामी त्यसको पछाडि कुदिरहेको हुन्छौँ अनि जे आफै आइरहेछ इन्टरनली त्यसलाई इम्प्रुभ गर्नतिर लाग्दैनौँ जस्तै फर इक्जाम्पल हामीले टिमलाई चाहिँ ल 1 लाख नयाँ युजर बनाउनु पर्यो भन्छौँ And they'll focus on त्यो 1 लाख नयाँ युजर बनाउने कस्तो एड गर्ने कस्तो क्याम्पेन गर्ने कहाँ मार्केटिङ गर्ने कहाँ टाइप गर्ने तर डेली जुन साइन अप आइरहेछ डेली जुन केवाइसी आइरहेछ तिनीहरू एक्टिभ छन् कि छैनन् त्यो फनेलिङ के छ डाउनलोड गर्ने मध्ये कतिजनाले साइन अप गर्छन् साइन अप गर्ने मध्ये कतिजनाले केवाइसी भर्छन् केवाइसी भर्ने मध्ये कतिजनाले फन्ड लोड गर्छन् फन्ड लोड गर्ने मध्ये कतिजनाले चाहिँ पेमेन्ट गर्छन् कतिजनाले सेकेन्ड पेमेन्ट गर्छन् केही यु हेभ द फनेल तर हामीले आफूसँग भइरहेको कुरालाई कहिलेकाहीँ फोकस गर्दैनौँ त्यसलाई इम्प्रुभ गर्दैनौँ त्यहाँ किन ड्रप आउट भइरहेछ त्यो हेर्दैनौँ त्यो सानो सानो इम्प्रुभमेन्ट्समा हामी ध्यान दिँदैनौँ हामी चाहिँ त्यो ग्ल्यामर भनौँ अथवा भनौँ न त्यो फेसिनेटिङ ओके मार्केटमा 50 लाख युजर छन् 50 लाख मध्ये यति लाख युजरलाई ल्याउनु छ त्यसको लागि यो गर्नु छ त्यही भुलिरहेको हुन्छौँ हामीले इन्टरनली आफ्नो एप अथवा आफ्नो इन्टरनल प्रोसेस इन्टरनल सिस्टमलाई हेर्दैनौँ अलरेडी जो युजर आइसकेको छ हजारै युजर भयो पनि त्यसको चाहिँ जर्नीलाई हामीले ध्यान दिँदैनौँ यो धेरै जसो आइटी कम्पनीजमा मैले यो पनि प्रब्लम देखेको छु होइन सो द्याट्स व्हाई आई केप दिस टर्म हियर दिस इज अनदर थिङ होइन हामीले कहिला वी डिडन्ट सेट आवर केपिआइज क्लियर इन टर्म्स अफ केपिआईको डेफिनेसन नै क्लियर गर्दैनौँ क्या हामीले गएर अफिसमा यतिवटा एक्टिभ युजर बढाउनु पर्यो भन्यौँ एक्टिभ युजरको डेफिनेसन 5 जनालाई सोद्धा 5वटा फरक डेफिनेसन आयो कसैको लागि केवाइसी भरिसकेपछि एक्टिभ युजर भयो कसैको लागि ब्याङ्क लिङ्क गर्यो भने एक्टिभ युजर भयो कसैको लागि चाहिँ एउटा ट्रान्जेक्सन गर्ने सबै एक्टिभ युजर भए कोही चाहिँ सुपर वालेट छ भने एक्टिभ युजर भए अनि टिमलाई गोल छ 1 लाख एक्टिभ युजर बढाऊ सपोज एक्टिभ युजरको डेफिनेसन सबैको फरक छ विल इट वर्क इनफ्याक्ट कोफाउन्डर्स बिच पनि त्यो फरक हुनसक्छ टिम त ल ठिक छ चेन्ज भइरहेको छ फर्स्ट एन्ड फरमोस्ट के काम गर्नुहोस् भने त्यो डेफिनेसन हेज टु बी भेरी क्लियर लाइक ओके पिपल डुइङ 1 ट्रान्जेक्सन इन लास्ट 30 डेज 1 ट्रान्जेक्सन पनि फन्ड ट्रान्सफर होइन पेमेन्ट ट्रान्जेक्सन इन लास्ट 30 डेज अर पिपल डुइङ 1 transaction every month for at least 3 months. Then you start measuring that KPI. First, you need to clearly define it. And it should be uniform, it should be same for all the people in the team. Whatever KPI you set. And then you set your aha moments. जस्तै फेसबुकले के गर्यो क्लियर गोल थियो उनीहरूको फेसबुकमा लगइन गरिसकेपछि के गराउने त युजरलाई प्रोफाइल कम्प्लिट गर्न लगाउने कि फलो योर इन्ट्रेस्ट गर्न लगाउने कि रेट योर थिङ गर्न लगाउने कि अर वाट्स अन योर माइन्ड टुडे एज अ स्टेटस गर्न लगाउने कि धेरै कुरा हुनसक्छ नि त
बट दे सेट अ केपिआई त्यो सबै कुरा हेर्दाखेरि चाहिँ 7 friends in 7 days. So that was the clear KPI and that was given to the entire team because उनीहरूको स्टार्ट्सले के भन्यो त 7 फ्रेन्ड्स बनाउने चाहिँ एक्टिभ भइरहेको छ. सिमिलरली ट्विटरको चाहिँ फेरि फरक थियो. यतिजनालाई फलो गर्यो भने चाहिँ हुन्छ. अन द डे यु मेक द्याट 7 फ्रेन्ड्स तपाईँको त्यो आहा मोमेन्ट हो. राइट. सो यु डिफाइन योर आहा मोमेन्ट्स अनि त्यो अनुसार you define your KPI and that KPI should be very clear to your team so that the entire strategy is focused on that. अरू कुरा उसले प्रोफाइल कम्प्लिट गरे पनि नगरे पनि इन्ट्रेस्ट लेखे पनि स्टेटस लेखे पनि नलेखे पनि 7 जना साथी चाहिँ बनाउनु पर्यो. अनि कतिजनाले बनायो त द्याट यु ट्र्याक. डेली ट्र्याकिङ चाहिन्छ होइन. हाम्रो अफिसमा अहिले पनि वी हेभ अ डेली ट्र्याकिङ अफ अल द KPIs द्याट वी हेभ सेट. इट विल हेल्प यु इन योर बजेटिङ अल्सो. पहिला हामीले बजेटिङ गर्दाखेरि बजेट एकातिर एक्चुअल अर्कोतिर जान्थ्यो. अनि बिस्तारै के भयो त बजेट र एक्चुअल्समा 20% 30% को मात्र डेभिएसन हुन्थ्यो. अनि अहिले चाहिँ हाम्रो बजेट र एक्चुअलमा 5 देखि 10% भन्दा बढी डेभिएसन हुँदैन के एन्टायर बजेटमा एन्टायर केपिआइजमा. ओभर द इयर्स वी लर्न द्याट. सो त्यो केपिआई बनाउँदाखेरि पनि हिस्टोरिकल डेटा अनुसार बनाउनु पर्यो. ट्रेन्ड अनुसार बनाउनु पर्यो. नट जस्ट कि मैले अघि भनेको थिएँ नि मार्केट साइज 1 लाख छन् 5 पहिलो वर्ष 5% आउँछ मल्टिप्लाई हान्यो त्यसपछि लिनियर इन्टरपोलेसन गर्यो होइन. त्यसरी चाहिँ भन्दैन. ठिक छ. सो केपिआई इज भेरी भेरी इम्पोर्टेन्ट एन्ड वी सुड ट्र्याक एन्ड दिस इज अल्सो वान अफ आवर कोर भ्याल्युज. वाट गेट्स मेजर्ड गेट्स म्यानेज्ड एन्ड हेन्स गेट्स इम्प्रुभड. सो start measuring things in your offices. Set your KPIs and start measuring it every day. If you don't measure it, you will not improve it. यो मैले धेरैचोटि अस्ति पनि भनिसकेँ र इनफ्याक्ट विनयको सेसन छ होला फाइनेन्सको. विनय इज खल्ती इज एक्स सिइओ. सो पहिला हामीले अफिसमा सधैँ एकाउन्टेन्ट्स हायर गर्थ्यौँ फाइनेन्सको मान्छे हायर गर्दैनथ्यो. राइट. नाउ वी हेभ फाइनेन्स पिपल. अनि हामीले त्यो मन्थली एमआइएस रिपोर्ट बनाउने हाम्रो सबै ब्याङ्क ब्यालेन्स सबै वालेटको ब्यालेन्स डेली हाम्रो क्लोजिङ हुन्छ. त्यसको रिपोर्ट हामीलाई डेली आउँछ ओभर वाट्सएपै आउँछ. इमेल हेर्ने टाइम छैन भने पनि त्यो ट्र्याक गर्न थाल्यौँ. केपिआई सेट गर्न थाल्यौँ. बिलिभ मी तपाईँहरू अर्ली स्टेजमा हुनुहुन्छ भने ट्राई टु हेभ अ सिए इन योर टिम है. तपाईँको त्यो बजेटिङ गर्नेदेखि फाइनेन्सियल ड्यु डिलिजेन्स भोलि फन्ड रेजिङको कुराको लागि तपाईँको एकदमै जरुरी कुरा हो. एन्ड आई विस्ट हामीले जानकी टेक्नोलोजीमा सिए चाहिँ 2010मै हालेको भए कति राम्रो हुन्थ्यो. हामीले 10 वर्ष ढिला गऱ्यौँ. 10 वर्ष त होइन जो 7-8 वर्ष ढिला गऱ्यौँ. तपाईँहरू त नगर्नु होला होइन. र एटलिस्ट तपाईँको टप लाइनदेखि बटम लाइन चाहिँ थाहा हुनु पर्यो. टप लाइन भनेको तपाईँको सेल्स जिएमभी वाट एभर यु से द्याट्स योर टप लाइन होइन. अनि मेबी इफ यु वाच सार्क ट्याङ्क इन्डिया एन्ड अल यु विल सी अ लट अफ सच टर्मिनोलोजिस रेगुलरली. अनि त्यसपछि तपाईँको डिरेक्ट एक्सपेन्सेस कुनै कुरा बेच्नलाई सिधै तपाईँले सामानै किनेर बेच्नु भइरहेछ भने त्यसको डिरेक्ट एक्सपेन्सेस हुन्छ होइन. डिरेक्ट एक्सपेन्सेस पछि तपाईँको एउटा ग्रस प्रफिट हुन्छ. एन्ड देन यु हेभ इन्डिरेक्ट एक्सपेन्सेस यो अपरेसनल एक्सपेन्सेस तपाईँको रेन्टल स्यालेरिज एचआर एडमिन अल दो स्टफ्स. अनि त्यसको चाहिँ ग्राफ प्लट गरेर राख्नुहोस्. तपाईँको जिएमभी तपाईँको सेल्स यसरी जान्छ. सेल्स त्यही सेल्स अचिभ गर्नलाई डाइरेक्ट एक्सपेन्सेसको ग्राफ यो छ. अनि त्यसपछि तपाईँको अपरेसनल एक्सपेन्सेसको ग्राफ यो छ. अनि लट अफ B2C प्रडक्ट्स इन आइटी को जेनरल ट्रेन्ड के हुन्छ भने सुरुमा सेल्स यसरी जान्छ अनि डिरेक्ट एक्सपेन्सेस पनि त्योभन्दा अलिकति तल यसरी नै जान्छ. अनि एचआर कस्ट र अरू कस्ट पनि त्यसरी नै जान्छ. अनि एचआर कस्ट र त्यो डिरेक्ट सेल्स जोड्दाखेरि चाहिँ यु आर लस मेकिङ कम्पनीज. लट अफ आइटी कम्पनीज आर लस मेकिङ कम्पनीज इन B2C कम्पनीज हो. तर प्रोजेक्सन के हुन्छ त भविष्यमा जिएमभी हाई ग्रोथ हाई जिएमभी अनि त्यो कति ठाउँमा भ्यालुएसन पनि टप लाइनको मल्टिपल्समा हुने गर्थ्यो. सो त्यो यसरी हकी स्टिकमा जान्छ होइन. अनि एचआर कस्ट चाहिँ
एउटा लेभलमा यसरी गइसकेपछि इट विल गो लाइक दिस, किनकि त्यो प्रडक्ट त बनिसक्या हुन्छ। प्रडक्ट बनाउँदाखेरि जुन कस्ट लागेको थियो होइन, त्यो घर बनाए जस्तो हो। जग बनाउँदा बढी डेभलपर चाहिन्छ, पछि त त्यति डेभलपर चाहिँदैन। सो एचआर कस्ट यसरी जान्छ। अभियसली एभ्री इयर देयर विल बी एपिआर, बट यु डोन्ट निड सो मेनी पिपल एन्ड द रेभेन्यू विल ग्रो हाई एन्ड देन इट विल गिभ मल्टिफोल्ड रिटर्न भन्ने माइन्डसेटबाट इकोनोमिज अफ स्केलको बिटुसी प्रडक्ट, चाहे त्यो वालेट्स होस्, राइड सेयरिङ प्रडक्ट होस्, अरू मास प्रडक्ट होस् होइन, सो त्यस्तो प्रडक्टहरूमा चाहिँ त्यसरी प्रोजेक्सन गरेको हुन्छ। यदि त्यो गर्नु छ भने तपाईँ चाँडै सिए हायर गर्नुहोस् होइन। अब हामी यहाँ सुरज ढकालजी पनि हुनुहुन्छ, मैले अस्ति उहाँको पडकास्टमा पनि सिए चाहिँ को फाउन्डर लिनुहोस् भनेको थिएँ होइन। सो दिस इज समथिङ आई वाउच फर। दिस इज अनदर इम्पोर्टेन्ट थिङ होइन। सुरुमा स्टार्टअपमा के हुन्छ भने हायरिङ इज भेरी ट्रिकी। अब आफूलाई एकाउन्ट्स पनि आउँदैन, आफूलाई फाइनेन्स पनि आउँदैन होइन, अरू कति कुरा आउँदैन नि त। जेनरली हाम्रो आइटी कम्पनीमा एउटा सिटिओ हुन्छ, एउटा सिइओ हुन्छ हो। सिइओले नै सिबिओको काम गरेर हुन्छ, सिएफओ त हुँदै हुँदैन। कि अब त्यस्तै कम्पनी हो भने त्यही सिएफओ चाहिँ सिइओ भएर बसेको हुन्छ। अब हायरिङ गर्न जाउँ, सिनियर मान्छे खोजौँ, उसलाई ल्यायौँ, उसलाई उसको अन्डरमा 4 जना टिम चाहिन्छ, त्यो कसरी ल्याउने? सिनियर मान्छे नखोजौँ, भर्खरको ल्याम, उसलाई कसले सिकाउने? अनि त्यसमा एकदमै गाह्रो हुन्छ यो कम्पनी चलाउन चाहिँ होइन। अनि यसमा अर्को जुन समस्या छ होइन, त्यो को फाउन्डरसँग पनि मिररिङ गर्न सक्नुपर्छ क्या। फाउन्डरलाई पनि त्यो प्रडक्ट बेचे जस्तो म भनौँ न। इनफ्याक्ट हामीले पनि सुरुमा आज यो भएन त्यो भएन भन्ने मात्र कुरा गर्थ्यौँ, अन्त यसको लागि मिटिङ भयो, जहिले अफिसको कुरा मात्र गर्थ्यौँ। तर म त के सजेस्ट गर्छु भने यदि तपाईँहरूको कम्पनीमा को फाउन्डर्स हुनुहुन्छ भने एटलिस्ट महिनामा एकचोटि, अरू महिनामा एकचोटि भ्याउनु भएन भने 2-3 महिनामा एकचोटि चाहिँ गो डिनर विथ देयर बेटर हाफ्स र तपाईँको फ्यामिलीसँगै डिनर जानुहोस्। द्याट्स अल्सो मिररिङ। फेरि मिररिङ गर्ने नै भनेर आइ एम नट ट्राइङ टु क्वान्टिफाई एभ्रिथिङ, बट आइ एम जस्ट ट्राइङ टु यु निड टु डेट युर को फाउन्डर्स अल्सो। त्यो को फाउन्डरसँग पनि चिया खान जानु पर्यो, चोट खान जानु पर्यो होइन। हामीहरू पनि कहिलेकाहीँ वी गो एन्ड लाइक वी ड्रिङ्क होइन, वी टक अबाउट लाइफ एन्ड अल अदर थिङ्स होइन। यु हेभ टु डु द्याट। बिलिभ मी, रनिङ अ कम्पनी, अब हाम्रो केसमा आई नेभर थट द्याट आई वुड ओपन अ कम्पनी होइन। कहाँ कसरी कनेक्ट हुन्छ मान्छे होइन। सो आई गिभ यु लिटल ब्याकग्राउन्ड होइन। म वीरगन्जबाट छु। म कहिले पनि काठमाडौँ आएर पढ्छु भनेर सोचेको थिइनँ, बिकज वी वर गोइङ थ्रु हार्ड टाइम्स होइन। माई ड्याड had open heart surgery and we are 8 of us. I have 6 sisters. I'm the youngest. And the usual trend in Birganj was to SLC दियो, त्यसपछि त्यहीँ सबै फ्याक्ट्रिजहरू हुन्छन्, त्यहीँ कुनै अफिसमा अकाउन्टिङको काम गर्यो, अनि बिहान यत्तिकै कलेज जोइन गर्यो कमर्स। म काठमाडौँ आएको चाहिँ एउटा यो ब्रिज कोर्सको स्कलरसिप थियो कि, यो सेन्टअप स्कुलमा हाइएस्ट ल्याउनलाई एसइआई ब्रिज कोर्सले चाहिँ स्कलरसिप दिने भनेर। अनि आई वाज लकी इनफ, ठ्याक्क मेरो एसएलसीको 15 दिन अगाडि मेरो एकजना दिदी भिनाजु काठमाडौँ सर्नुभयो। उहाँ नसरे भए म कहिले काठमाडौँ आउँदैन थिएँ, किनकि एउटा बस्ने खाने ठाउँ भयो होइन। सो द्याट्स हाउ वी केम टु काठमाडौँ। अनि केही पनि थाहा थिएन, मैतीदेवी बस्थ्यौँ, अनि अलमोस्ट एभ्री कलेज चाहिँ हिँडेर गएको छौँ हामी। म र मेरो एकजना साथी हुन्थ्यो रोशन भनेर, त्यतिखेर अब टेम्पो पनि चढिँदैन थियो होइन। यु निड टु सेभ मनी, अनि आई युज टु गिभ ट्युसन्स फर अल द पकेट मनी। सबै कलेजमा जाँदाखेरि एउटा मात्र प्रश्न गर्थ्यौँ, तपाईँले 100% स्कलरसिप दिनुहुन्छ कि नै? द्याट वाज द ओन्ली क्वेसन वी आस्क्ड। अरू केही, जसले दिनुहुन्छ त्यहाँ अब नभए पैसा तिरेर त पढ्नै सकिन्न। इट वाज इम्पोसिबल फर अस होइन। लकिली त्यतिखेर 3टा कलेजमा 100% स्कलरसिप थियो, अनि आई जोइन्ड व्हाइट हाउस कलेज होइन, 100% स्कलरसिप। तर वाइ एम टेलिङ यु दिस इज, कहाँ भयो त मिररिङ? कलेजले त 100% स्कलरसिप दिनु नै भयो। त्यो बाहेक चाहिँ हाम्रो एउटा संस्था छ मारवाडी सेवा समिति, उहाँले पनि चाहिँ मेरिट बेसिसमा स्कलरसिप दिनुहुन्छ। सो
लकिली आई वाज द टपर फ्रम माई स्कुल, सो उहाँले चाहिँ 11 र 12मा 12,000 रुपियाँ दिनुहुन्छ। त्यो स्कलरसिप लिन चाहिँ त्यो मारवाडी सेवा समितिको प्रोग्राममा जाँदाखेरि आई मेट माई को फाउन्डर मनिष मोदी। उसले पनि त्यो स्कलरसिप पाएको थियो। म र मनिष वी नेभर स्टडिड टुगेदर, होइन। एन्ड द्याट्स हाउ वी न्यू इच अदर, वी कनेक्टेड। म व्हाइट हाउसमा गएँ, मलाई बायोलोजी पढ्न मनै थिएन, होइन। ऊ सेन्ट जेभियरमा हामी दुवैजनाले अप्लाई गरेका थियौँ, दुवैजनाको नाम निस्केको थियो, तर त्यहाँ बायोलोजी पढ्नै पर्ने भन्ने थियो। अनि सेन्ट जेभियर डजन्ट गिभ एनी स्कलरसिप। अनि व्हाइट हाउसमा पढियो। +2 पछि आई ह्याड भेरी टफ टाइम्स, सो आई लेफ्ट माई स्टडिज। मैले एउटा किराना पसलमा गएर काम गरेँ, 6 महिना फुल टाइम काम गरेँ कुलेश्वरमा। किराना पसलमा काम गर्दै जाँदा आई ह्याड भेरी गुड फ्रेन्ड्स। यहाँ +2 को साथीहरू, एकदमै मलाई माया गर्ने साथीहरू हुनुहुन्थ्यो। सो उहाँहरूले मलाई एकदम प्रेसर गर्नुभयो, पढ्नुपर्छ त, पढ्नमा राम्रो छस् भनेर। प्लस कलेजले पनि एकदम सपोर्ट गर्नुभयो। हाम्रो युवराज सर हुनुहुन्छ व्हाइट हाउसबाट, उहाँले चाहिँ तिमी आऊ पढ, तिमीलाई 4 इयर्स म फुल स्कलरसिप दिन्छु भन्नुभयो। तर पनि मैले भने त तपाईँले स्कलरसिप त दिनुहुन्छ, तर काठमाडौँ इज सो एक्सपेन्सिभ, अरू खर्च पनि छ, बस्ने खाने ठाउँ पनि छ। भनौँ न अहिले म दिदी भिनाजुकोमा बसिरहेको छु, आई डोन्ट थिङ्क, भिनाजुकै किराना पसलमा काम गर्थेँ। अनि उहाँले चाहिँ ठिक छ, हामी कहाँ अन्डर ग्रेडको हस्टल त छैन, +2 हस्टल मात्र छ, तर तिमीलाई चाहिँ म त्यो +2 हस्टलमा राखिदिन्छु भन्नुभयो। र हस्टलको कस्ट 6500 थियो। उहाँले चाहिँ यसमा क्याटरिङलाई मैले 2500 तिर्छु, त्यो 2500 तिमी तिर, अरू 4000 तिर्नु पर्दैन। र त्यो 2500 को लागि पनि मैले युवराज सरको 2टा छोरालाई ट्युसन पढाउँथेँ कि उहाँको घरमा गएर। सो टेक्निकली he arranged that thing, and that's how I got to study. But that became a turning point in my life. One more thing I should recognize, engineering पढ्नलाई पनि I again got a scholarship from Marwadi Seva Samiti. They paid like 3,000 per month, होइन, and that's how I was able to study. तर म +2 को हस्टलमा एकजना मात्र अन्डर ग्रेड, सबै बकुलाहरू बिचको काग बनेको थिएँ त्यहाँ, होइन। बट that was the turning point of my life. I built a very strong network. बोइज हस्टलमा बस्थ्यौँ हामी, 110 जना केटाहरू थियो। अगाडि गर्ल्स हस्टलमा 70 जना केटीहरू थियो। सबैले अमित दाईलाई चिन्थे, एभ्री वान। किन, अब म मात्र अन्डर ग्रेडको मान्छे। अब त्यहाँ हस्टलको क्रिकेट क्याप्टन पनि थिएँ म। अनि क्रिसमस गर्नु पऱ्यो, अमित दाईलाई भन्ने, होइन, अब त्यो दाई यतिवटा कोकको बोतलमा यतिवटामा विस्की मिसाएर ल्याउनु छ, यतिवटा होड्का मिसाएर ल्याउनु पर्छ भन्ने थियो, होइन। अनि अब म त्यो हस्टलमा बसिसकेपछि नेटवर्क त गर्नु पऱ्यो, सबैले चिनेका छन्, त्यो नेटवर्कलाई कसरी युज गर्ने। सो दिस इज अनदर इम्पोर्टेन्ट थिङ, होइन। मैले मिररिङ किन भनिरहेको छु भने यो नेटवर्क इज गोइङ टु बी यर नेटवर्क, होइन। सो मैले जुन नेटवर्क चाहिँ त्यो हस्टलमा बनाएँ, त्यो नेटवर्कले मलाई आजसम्म हेल्प गर्छ। म अहिले वर्ल्डको जुनसुकै कन्ट्रीमा गए पनि इफ आई जस्ट मेसेज व्हाइट हाउस हस्टलको 4-5 जना चाहिँ स्योर भेट्छन्। त्यो पनि कसरी भयो त, आई स्टार्टेड समथिङ युनिक त्यहाँ। म डान्स पार्टी जाने मान्छे त होइन, तर बिकज आई वाज इन द हस्टल, हरेक वर्ष जुन दिन 12 को एक्जाम सकिन्थ्यो त्यो दिन मैले डान्स पार्टी अर्गनाइज गर्न थालेँ। किन, 110 जना केटाहरू त्यहीँ छन्, गर्ल्स होस्टल त्यहीँ छ। अनि त्यहाँ 1500, त्यो 110 जना केटाहरू त 1500 मान्छेलाई चिन्छन् नि त हस्टलमा। अनि तिनीहरूले अरू कलेजलाई पनि चिनेका छन्। फर्स्ट डान्स पार्टी गर्दा अब डान्स पार्टी डिजे भनेको के हो थाहा छैन, मैले डिजे भनेको अर्केस्ट्रा भन्ने बुझ्थेँ कि। अनि कहाँ गर्ने भनेर यो दरबारबागमा चाइना वर्ल्ड रेस्टुरेन्ट भन्ने छ त्यहाँ, त्यो रेस्टुरेन्टको भित्र हल भाडामा लिएर, अब त्यतिखेर त्यो ड्रिङ्क बेचेर कमाउँछ भन्ने के थाहा, भाडामा लिएर अनि त्यो भित्र ब्ल्याक चार्ट पेपरहरू पुरै टालेर अनि नेपासाको साउन्ड सिस्टम ल्याएर फर्स्ट डान्स पार्टी गरियो। सबै हस्टलको भाइ बहिनीहरूलाई टिकट बेच्न लगाइयो, होइन। फर्स्ट डान्स पार्टीमा आई सेभ 2000 रुपिज। इट वाज अराउन्ड 2005 होला, 5-6 तिर होला मेबी, होइन। देन आई स्टार्टेड डुइङ इट एभ्री इयर। ठ्याक्क जुन म कहिले सानो ठिमीले चाहिँ 12 को रुटिन निकाल्छ भनेर कुर्थेँ कि, जुन दिन रुटिन निस्क्यो 12 को एक्जाम कुन दिन सकिन्छ त्यो दिन गएर चाहिँ डान्स पार्टी गर्नु पऱ्यो भनेर। त्यसपछिको 2टा डान्स पार्टी मैले थमेलमा मरुन लन्च भनेर थियो त्यतिखेर, त्यहाँ गरियो। मरुन लन्चमा गर्दाखेरि
भनौँ न त्यो कस्तो हुन्थ्यो भने द पार्टी बिकेम सो फेमस कि पुरानो हस्टलको भाइहरूलाई पनि कस्तो हुन्थ्यो अमित दाईको पार्टीमा चाहिँ रियुनियन हुन्छ है हस्टलको प्लस मेरो वीरगन्जको सबै साथीहरूलाई पनि फ्रीमा बोलाउँथेँ मैले होइन पैसा तिरेर बोलाएको भए आउँदैन थियो होला होइन त्यही भएर पनि हो अनि उहाँहरू पनि अब अमितको पार्टीमा रियुनियन हुन्छ भन्ने भयो अनि त्यो एभ्री इयर गर्न थालेपछि इट बिकेम सो बिग स्टुडेन्ट रिफ्रेसमेन्ट पार्टी मलाई याद छ अनि 4th र 5th पार्टी मैले याकानेतीमा गरेँ हो त्यहाँ क्लब प्ल्याटिनम त्यतिखेर याकानेतीमा थियो त्यतिखेर चाहिँ मेरो पार्टीको फ्लायर चाहिँ त्यो +2 को इक्जाम सकिने बेला अर्बिट नेमहरू चाहिँ मेरो स्पोन्सर हुन्थ्यो उनीहरूले त्यो मेरो फ्लायर बाँडिदिन्थ्यो क्या त्यहाँ आफ्नो फ्लायरसँगै हिमालयन टाइम्समा कान्तिपुरमा सबैमा कभरेज हुन्थ्यो पेपर एड्स हुन्थ्यो अनि इनफ्याक्ट नेम पिएहरूको लागि त व्हाइट हाउसको स्टुडेन्टलाई एडमिट गराउने पिओसी चाहिँ म थिएँ क्या पोइन्ट अफ कन्ट्याक्ट म थिएँ अल द स्टुडेन्ट्स वुड कम टु मी दाइ कहाँ पढ्ने के पढ्ने कसरी पढ्ने होइन त्यो काउन्सिलर पनि म थिएँ अनि त्यो 5वटा डान्स पार्टी गरेँ मैले 4 वर्ष हस्टेलमा हुँदा लास्ट डान्स पार्टी चाहिँ मैले 12 र 11 दुइटै इक्जाम सकेको दिन गरेको थिएँ एन्ड इट वाज गुड लास्ट पार्टिजमा आई सेभ 2 लाख रुपिस जस्तो लाग्छ मलाई इन द त्यो प्ल्याटिनमवाला पार्टीमा बट त्यहाँबाट जुन नेटवर्क बन्यो त्यो नेटवर्कले हामीलाई आजसम्म हेल्प गरिरहेछ होइन सो आई वुड हेभ नेभर डन द्याट डान्स पार्टी बिकज इफ आई वाज नट एट द हस्टल होइन सो तपाईँको वरिपरि छ कि तपाईँको त्यो नेटवर्क त्यो हावामा छ कि पैसा त्यो रियलाइज गरेर त्यसलाई चाहिँ कसरी कनेक्ट गर्ने त्यसलाई कसरी लेभरेज गर्ने द्याट इज मोर इम्पोर्टेन्ट होइन सो आई स्ट्रङली सजेस्ट टु स्टार्ट बिल्डिङ यो नेटवर्क होइन एन्ड भनौँ न आदि काम चाहिँ तपाईँको त्यो एउटा फोन मेसेजको भरमा हुनु पर्यो त्यो लेभलको रिलेसन बनाउनु त्यो रिलेसन बनाउनु एफर्ट्स लाग्छ होइन पैसा पनि खर्च हुन्छ होला इट इज एन्ड इट्स नट बिल्ड on a single day, but a lot of youths succeed by doing that. Right? So, sorry. So coming back to the thing, होइन इभन मैले भने मनिषलाई मैले त्यो मारवाडी सेवा समितिको प्रोग्राममा भेटेँ उनीहरूले जानकी टेक्नोलोजी 2007मा पुल्चोक क्याम्पसको 3rd इयरमा खोले जानकी टेक्नोलोजीको हिस्ट्री पनि एकदमै रमाइलो छ एउटा इन्टर्नसिप प्रोजेक्ट नेपाल टेलिकमबाट आएको थियो खासमा यिनीहरू गए नेपाल टेलिकम हामीलाई इन्टर्नसिप दिन्न ल एउटा टास्क दिन्छु भने 1 महिनाको टास्क थियो मनिषहरूले 1 हप्तामा गएर ल्याइदिए त्यो मान्छे छक्क पर्यो एउटा प्रोजेक्ट दियो 80,000 को त्यतिखेर सिडिएमएको बिलिङ सिस्टम बाइनेरीमा थियो त्यसलाई कन्भर्ट गरेर युआइयुएक्स बनाउनु पर्ने मनिषहरू त्यो बनाउन थाले अनि त्यो मान्छे सधैँ आउँथ्यो हस्टल होइन त्यो अब इट वाज भेरी रिक्वायर्ड फर द टेलिकम सबै प्रोजेक्ट रेडी भयो मान्छे आउन छोड्यो जो मान्छेले प्रोजेक्ट दिएको थियो यहाँ प्रोजेक्ट सबै रेडी थियो अनि यसो मनिष अरविन्द ध्रुवहरू दे वेन्ट टु नेपाल टेलिकम टु फाइन्ड आउट के भयो भनेर अनि त्यहाँ जाँदाखेरि त त्यो मान्छे बित्नु भएको रहेछ जसले चाहिँ प्रोजेक्ट दिनुभएको थियो अनि नेपाल टेलिकमलाई ए यार यो त हामीलाई तुरन्तै चाहिएको छ आजै चाहिएको छ यो होइन हामीलाई थाहा नै थिएन तपाईँहरूले बनाइरहनु भएको छ भनेर अनि त्यतिखेरै मनिष इज फ्रम जनकपुर जानकी टेक्नोलोजी दर्ता गरेर पुल्चोक क्याम्पसको हस्टेलमै थिए उनीहरू 3rd इयरमा थिए त्यसरी दे स्टार्टेड अनि म चाहिँ 2009मा मेरो इन्जिनियरिङ सकेपछि जानकी टेक्नोलोजी एज अ पार्टनर जोइन गरेँ त्यतिखेर हाम्रो अफिस भनेको मनिषको फ्ल्याट थियो देयर वर 3 रुम्स one was मनिष one was अरविन्द एन्ड one was जानकी टेक्नोलोजी एन्ड ध्रुव वाज एक्चुली द फर्स्ट इम्प्लोइ वी आर अल सेम ब्याच अघि ध्रुव आउनु भएको थियो होइन एन्ड 2010मा हामीले स्प्यारो एसएमएस लन्च गऱ्यौँ सो त्यो मारवाडी सेवा समितिको कनेक्सनमा मैले मनिषलाई भेटेर गफ नगरे भए सायद मैले जोइन गर्दैन थियो एन्ड टुडे हि इज वान अफ माई फाइनेस्ट मेन्टर होइन अ लट अफ थिङ्स नट जस्ट अबाउट वर्क मेरो लाइफ प्रब्लम्स मेरो धेरै कुरामा चाहिँ हि इज बिन हेल्पिङ ह्यान्ड फर मी होइन इनफ्याक्ट आफ्टर स्प्यारो एसएमएस एन्ड खल्ती मी एन्ड मनिष वी हेभ इन्भेस्टेड इन आई थिङ्क 8 or 9 IT companies already together होइन सो that journey started from that one place. So you never know, scale up ma bheteko साथीहरुबाट maybe you will build another Khalti or another Sparrow SMS हैन so त्यो opportunity कहिले पनि मिस नगर्नु हैन कहिलेकाहीँ अर्ली डेजमा हामीलाई के लाग्छ भने
मेरो आइडिया खतरा छ, स्टार्टअप फेस्टमा जाने, यसमा जाने, कम्पिटिसनमा जाने, पिच गर्ने, इन्भेस्टर खोजिहाल्ने, स्टार्टअप बबल छ नि त, स्टार्टअप हेज बिकम मोर फ्यासन देन प्यासन होइन. अनि हामी त्यो इन्भेस्टरको पछाडि चाहिँ सकेसम्म अर्ली कुद्नु हुँदैन भन्ने भन्छु म. सकेसम्म आफ्नो इक्विटी डाइल्युट गर्नु हुँदैन भन्छु. इफ यु गेट अ रियली स्ट्रेटेजिक इन्भेस्टर अर एडभाइजर बरु दिने होइन. एडभाइजर हु क्यान एक्चुली ब्रिङ सेल्स टु यु अर एक्चुली एड भ्याल्यु टु यु होइन. इफ यु आर डुइङ समथिङ, सो फर इक्जाम्पल one of our products, होइन, the company is also here, Redstone. We are building back office automation for gas stations in US. अनि भोलि चाहिँ युएसमा 500 ग्यास स्टेसन ओन गर्ने मान्छे आयो भने विल किप दिम एज एन एडभाइजर. सो त्यस्तो हो भने गर्ने. अदरवाइज डोन्ट गो फर फन्ड रेजिङ इन द इनिसियल डेज. इनफ्याक्ट your best investors are your paying customers. If you can get your paying customers, believe me, you will do much better than getting an investor on board, because an investor comes with a lot of obligations. So try to focus on getting paying customers. At least तपाईको अफिस चाहिँ प्रफिटेबल हुनु पर्यो. Then you can think on a lot of other things. होइन. Many times, you know, to be a good entrepreneur, your mindset is very important, and you need to also give up upon few things which you usually would not give up. Right? So I will not talk about what you should do to become a good entrepreneur. Maybe I'll say few things which you should not do if you really want to become a good entrepreneur. Multitasking as an entrepreneur गर्नुपर्छ obviously. As a hustler you do 10 things. तपाईले accounts, finance, sales सबै गर्नुहुन्छ हैन. That's how founders are. But what I mean here is you have to divide your mind into time slots. This reminds me of how Khalti was built. हामीले खल्ती लन्च गर्ने भनेर क्यान इन्फोटेकमा एउटा एडभर्टाइजिङ, एउटा टिकटको ब्याक साइड लिएको थियौँ. अनि फेब्रुअरीमा हुनुपर्ने क्यान इन्फोटेक Jan 26मा अनाउन्स भयो. हामी रेडी थिएनौँ, प्रडक्ट रेडी थिएन. 2017को कुरा हो यो. लिटरली वी बट 8 स्लिपिङ ब्याग्स इन द अफिस. अगाडि होटलको 2टा रुम बुक गरियो. 15 दिनसम्म टेक टिम घर गएन. मानिसहरूले बसेर यो 24 घण्टाको स्केड्युलले पुग्दैन. इफ एउटा दिनमा त्यो बौला जस्तो लाग्छ अहिले, 36 घण्टा भएको भए हाम्रो स्केड्युल के हुन्थ्यो त. त्यसरी रुटिन बनाइयो अनि कन्टिन्युअसली 15 दिनसम्म काम भयो. कोही अफिसमै, अब जाडो महिना अफिसमै सुत्थे त्यो स्लिपिङ ब्यागमा, कोही होटलमा सुत्थे. बिहान हाम्रो अफिसमै क्यान्टिन छ होइन, त्यहीँ त्यो ब्रेकफास्ट जस्तो गऱ्यो, लन्च अफिसमै गर्थ्यौँ. अनि बेलुका चाहिँ अब यसो निस्किनु पर्यो भनेर त्यो थकाली खानालाई टिम बाहिर जान्थ्यो. त्यसरी 15 दिन काम भएपछि खल्ती चाहिँ 2017 जनवरी 26मा लन्च भएको. सो वाट आइम ट्राइङ टु से हियर इज, होइन, हामी फोकस भएर कहिलेकाहीँ काम गर्दिँदैनौँ. हाम्रो दिमागमा एज एन एन्टरप्रेन्योर धेरै कुरा चलिरहन्छ. अनि कति प्रब्लम यस्तो हुन्छ विच यु कान्ट सल्भ, तर त्यो दिमागमा चलिरहन्छ. अनि त्यो मल्टिटास्किङ हामीले भनौँ न, फर इक्जाम्पल अहिले युएस जाँदाखेरि लट अफ माई फ्रेन्ड्स वेन दे आर एट वर्क नोटिफिकेसन अफ गरेर बस्छन् ड्युरिङ वर्क टाइम. बरु वर्क 6 बजेसम्म छ भने त्योभन्दा 1 घन्टा पनि एक्स्ट्रा काम गरिदिँदैनन्. तर 6 बजेसम्म चाहिँ मेरो वाट्सएपदेखि सबै नोटिफिकेसन अफ हुन्छ है. होइन, त्यो फोकस छ नि जुन, होइन, जुन मल्टिटास्किङ. हामी चाहिँ यहाँ अब सोसियल मिडिया पनि चलाइरहेको छौँ, अरू काम पनि गरिरहेको छौँ होइन. र इनिसियल डेज अफ एन्टरप्रेन्योरसिपमा हामीलाई हाम्रो प्रडक्टमा 100% बिलिभ हुँदैन. पियर प्रेसर भइरहेको हुन्छ, फ्यामिली प्रेसर भइरहेको हुन्छ. अनि के भन्छौँ भने म जिम्याट पनि प्रिपेयर गर्दै गर्छु अनि यो पनि हेर्दै गर्छु नि, अनि यो चल्यो भने त म छोडेर आउँछु यार भन्ने हुन्छ. अथवा म लोकसेवा तयारी गर्छु, कसैले जर्मनी तयारी गर्छु, कसैले मेरो फुल टाइम जब छ तर म यो हेर्दै गर्छु भन्ने हुन्छ नि त. अनि त्यो जुन भिसियस साइकल छ नि, तपाईँले फुल टाइम हेर्नु भएन भने त्यो चल्दैन. तपाईँले भन्नुहुन्छ चलेपछि म फुल टाइम आउँछु. अनि 6 महिनासम्म त अरूलाई जवाफ दिने, म त स्टार्टअप गर्दैछु, यो छ घर जतिचोटि गयो
के गर्दैछस्, कति पैसा कमाउँछस् भन्ने बाहेक त अरू क्वेसन हुँदैन। इन्जिनियरिङ पढिन्जेल अब कति पढाइ बाँकी छ त्यो बाहेक क्वेसनै थिएन। इन्जिनियरिङ सकिसकेपछि चाहिँ अब कहिलेबाट कति पैसा आउने हो बाहेक क्वेसन हुँदैन। अब पहिला त वी ट्राई टु कन्भिन्स योर प्यारेन्ट्स। अनि उहाँले चाहिँ फलानु दादा त जर्मनी जानु भएको छ, उनीहरू त तपाईँको राम्रै सोच्नुहुन्छ नि त, तँ पनि ट्राई गर्छस् कि राम्रै छ त्यहाँ दादाले हेल्प गरिहाल्नुहुन्छ। होइन मम्मी म अहिले काम गर्छु भन्ने हुन्छ। तर 1 वर्षपछि चाहिँ आफैलाई के हुन्छ भने वाट एम आई डुइङ, वाइ एम आई डुइङ जस्तो हुन थाल्छ। त्यो आफैलाई कन्भिन्स गर्न गाह्रो भइसकेको हुन्छ। किनकि हामीले त्यो इनिसियल डेजमा मल्टिटास्किङ गरेर हुन्छौँ, अरू कुरा गरेर हुन्छौँ, फोकस हुँदैन। अनि त्यो फोकस नभइसकेपछि चाहिँ यु डोन्ट बिल्ड द प्रडक्ट द्याट यु वान्ट। अर्को कुरा हामी भन्छौँ नि डु वाट यु लभ, हो? इट्स नट राइट, इट्स नट राइट। वाइ इट्स नट राइट? इफ यु रियली वान्ट टु बिल्ड समथिङ ग्रेट, it's going to take a lot of hard work, lot of sacrifices, lot of challenges. Every day there will be emotional swings, you will have a lot of failures which you're not going to love. Believe me, you're not going to love it. I know. To be a hustler, पैसै नभयो हुँदाखेरि आई रिमेम्बर हाम्रो जलखेलमा अफिस हुँदाखेरि कम्तीमा 10-15 चोटि त अफिसमा ढिला हुन्थ्यौँ। काम गर्दै जाँदा ढिला भइसकेपछि अब अभियसली ट्याक्सी चढ्ने पैसा हुँदैन थियो होइन। अनि म र मनिष हिँड्दै आउँथ्यौँ थापाथली चोकसम्म, हामी अफिसको कुरा गर्दै। अनि ऊ थापाथली चोकबाट हिँड्दै कुलेश्वर जान्थ्यो, म यहीँ दिल्ली बजार यहीँ अगाडि एउटा कोठा लिएर बसेका थियौँ हामी 3 जना। सो द्याट आई स्टेड देयर फर लाइक सेभरल इयर्स होइन, ठ्याक्क पारिपट्टि नै होइन। सो त्यो हामीले जुन मेहनत गर्नुपर्छ ग्रेट थिङ्स बिल्ड गर्नको लागि, जुन सेक्रिफाइसेस गर्नुपर्छ, हाम्रो जानकी टेकको फर्स्ट डिभिडेन्डबाट चाहिँ यु नो वाट वी बट इन्भर्टर्स फर मनिष एन्ड ध्रुव। फर्स्ट डिभिडेन्डको पैसाबाट चाहिँ किन घर गएर पनि काम गर्न सकुन् यिनीहरूले। त्यतिखेर 14 घन्टा लोड सेडिङ हुन्थ्यो होइन। वी स्टार्टेड विथ स्यालेरी 15,000 स्यालेरी थियो, तर त्यो पनि किन बिकज वी आर नट फ्रम काठमाडौँ। यहाँ कोठा लिएर बस्दाखेरि कोठा भाडा नै 18,000 थियो, हामी 3 जना थियौँ। टेन्टेटिभली महिनाको 6500 पर हेड खर्च आउँथ्यो होइन। सो त्यो कन्सिस्टेन्सी, त्यो फोकसको साथ लागिराख्दाखेरि मात्र चाहिँ अगाडि बढिन्छ। र त्यसको लागि चाहिँ हामीले चाहिँ जानकी टेक बाहेक म यो पनि गर्छु, यहाँबाट पनि पैसा कमाउँछु, कन्सल्टिङ पनि गर्छु, ट्रेनिङ पनि गर्छु सोच्या भयो, अथवा म मास्टर्स पनि पढ्छु। हामी मध्ये कसैले मास्टर्स गरेन, वी अल आर अन्डर ग्रेड्स। सायद हामी सक्सिड हुँदैन थियौँ होला होइन। त्यो सेक्योर हुन खोज्छ नि त मान्छे, मास्टर्स पनि गरेर राखौँ, जिआरई पनि गरेर राखौँ, यो पनि गरेर राखौँ। बट त्यो सेक्युरिटीमा बरु हामी डोमेनलाई न्यारो गर्दै गयौँ। हामीले वेब डेभलपमेन्ट गर्थ्यौँ, अरू कुरा बनाउँथ्यौँ, हामीले सब काम छोडेर एसएमएस मात्र गर्न थाल्यौँ। 25 जनाको टिमले एसएमएसको काम मात्र गरे। अनि मलाई याद छ एकचोटि एसएलसी रिजल्ट आउँदा कान्तिपुरले पनि एसएमएस लन्च गर्यो। त्यतिखेर हाम्रो वान अफ द मेजर थिङ्स थियो एसएलसी रिजल्ट स्प्यारो एसएमएसबाट हेर्ने। कान्तिपुरले लन्च गरेको दिन हामी एकदम प्यानिक भएको थियौँ। ल अब त कान्तिपुरले लन्च गर्यो, आफूले चाहिँ कहिले पनि 20 सीसी एड अफोर्ड गर्न सकेका छैन। त्यो रिजल्ट आउने दिन एउटा कान्तिपुरमा एड जाओस् भन्न जति ट्राई गरे पनि अब त्यो 1000-1100 रुपियाँ सीसी हुन्थ्यो, भित्रको बाहिरको त झन् प्रिमियम हुन्थ्यो। कहिले गर्न सकिएन। अब कान्तिपुरले त हाफ पेज एड फालिरहेछ, सकिगयो अब त भन्ने हुन्थ्यो। तर त्यो नहुने रहेछ। किन भन्दाखेरि उसको लागि त्यो वान अफ द थिङ्स थियो क्या। हाम्रो लागि चाहिँ इट वाज द ओन्ली थिङ। र आजको दिनमा कान्तिपुरलाई पनि एसएमएस चाहिँ स्प्यारो एसएमएसले नै दिन्छ क्या होइन। सो त्यो जर्नी कसरी सम्भव भयो त? फोकस भएर एउटै कुरामा हामीले एउटा एसएमएसमा मात्र 25 जनाको टिम राखेर काम गऱ्यौँ होइन। अनि त्यही भएर चाहिँ यदि तपाईँलाई कुनै प्रब्लम छ भने बरु स्टार्ट अफ द डे वेन यु गो टु यर अफिस यु माइट हेभ 10 थिङ्स टु डु। कुनै एउटा पर्टिकुलर प्रब्लम छ भने वाट यु डु, चुज अ कर्नर अफ यर हाउस अर यर अफिस, थिङ्क अफ द्याट प्रब्लम फर 15-20 मिनट्स, ओन्ली द्याट प्रब्लम, नट एनिथिङ एल्स। अनि त्यो प्रब्लमको लागि आज केही गर्न सकिने छ, कसैलाई असाइन गर्नुपर्ने, इमेल गरिदिनु पर्ने,
कसैलाई रिमाइन्डर हालिदिनु पर्ने केही छ भने त्यो गर्ने, त्यसपछि एन्टायर डे त्यसको बारेमा नसोच्ने. If you just do this practice, you can, get your mind focused on that. That is one way. Other way is you allocate time. अब जसरी 36 घण्टाको रुटिन बनाइएको थियो त्यसरी नै चाहिँ if you have 4 companies to handle, maybe you say your one day is just 2 hours. If you're working 8 hours a day, so 2 hours you are going to see Khalti, 2 hours you're going to see Sparrow SMS, 2 hours you're going to see Redstone, 2 hours you're going to see Ved. Sorry, you can just divide and allocate in that way. And suddenly you realize a busy person has time for everything. It's just about priorities. त्यो जापानिज टेक्निक भन्छ नि हैन, बिहान एक्सर्साइज गर्नु छ, भ्याउँदै भ्याउँदैन यार, म दुईटा टेम्पो लिएर जानुपर्छ, यो काम छ त्यो काम छ हैन. सो जापानिज वर्ड चाहिँ ओके एक्सर्साइज गर्न भ्याउँदैन, डु इट फर 1 मिनट. 1 मिनट त भ्याउँछ होला नि. And when you start doing it for 1 minute, you suddenly realize it was never about the time, it was about your mindset. It was about your mindset. Everything is mindset. So that's what I was saying. The agiकै कुरामा give up on excuses. Say, if यो हाम्रो mind कस्तो छ भने, तपाईं एउटा मुभी हेर्न जानुस्, तपाईले त्यो मुभीबाट के सिक्नुहुन्छ, तपाईको को-फाउन्डरले के सिक्छ, तपाईको मदर इन लले के सिक्छ, तपाईको डटर इन लले के सिक्छ, तपाईको वाइफले के सिक्छ, इट विल बी अल डिफरेन्ट के. हामीलाई जे सुन्न मन लागेर हुन्छ नि, हामीले त्यही कुरा पर्सिभ गरेर हुन्छौँ के, त्यहाँबाट त्यही एनालिसिस गरेर हुन्छौँ. अनि हामीलाई जे भन्न लागेको हुन्छ हामी त्यही एक्सक्युजेस दिएर हुन्छौँ. र अरूले पनि कतिचोटि चाहिँ हामीलाई when someone tells you can't do this, they are not telling you your restriction, they are actually imposing their restriction on you because they think it's not doable. So excuses जति पनि हुन सक्छ हामीसँग हैन. बेस्ट वे इज सेल्फ ट्र्याकिङ हैन. तपाईको डेली स्क्रिन टाइम कति छ, कल टाइम कति छ, स्टार्ट ट्र्याकिङ योरसेल्फ. What gets measured gets managed. Believe me, it gets improved. If you track your weight every day, you will improve your weight. केही नगर्नुस्, डाइट पनि नगर्नुस्, एक्सर्साइज पनि नगर्नुस्, के पनि नगर्नुस्, खाली तपाईँ डेली वेट नाप्नुस् त आफ्नो, आई ग्यारेन्टी घट्छ. What gets measured gets managed, believe me. Start tracking and you will figure out those ways to improve and you will have lesser excuses. This is another thing अघि मैले भने नि, there will be a lot of people who will tell you कि यो गर्न मिल्दैन, यो त सम्भवै छैन, यो हुँदै हुँदैन हैन. If you are around such people, try to avoid them. Try to be with people who believe more in yourself, who give you confidence and who are less toxic to you. Try to be in those company where you get more positive vibes. And त्यो positive vibes चाहिँ business को लागि मात्र हैन. केही पाउँदैन भने have a pet, हैन. Try to spend 10-15 minutes with them or kids or elderlies. और केही भएन भने make a routine कि म हप्तामा एकचोटि अथवा दुईचोटि चाहिँ आफ्नो कोही एउटा स्कुलको साथीलाई कल गर्छु, र्यान्डमली भिडियो कल गर्छु हैन, अनि कुरा गर्छु के भइराछ, कस्तो भइराछ नर्मली. So this detox is very very important for all of us. त्यो detox हामीले गरेनौं भने, so त्यो neuroscience-मा if you see why dogs are the biggest stress busters, because they are very excited to meet you every time you go and meet them. And believe me हैन, suppose यहाँ मध्ये कोही एकजना अब मेरो साथी जस्तो हुनुहुन्छ भने मैले तपाईलाई भेट्दाखेरि एकदम एक्साइटेड भएर भेटे, एकदमै त्यो जेस्चर दिए. Communication is not just about what you speak, it's your body language, it's your gestures, a lot of other things, right? When next time you are coming to meet me, you will have that excitement. हो, सो त्यो डिटक्स हुन एकदमै जरुरी छ. यसको एक्जाम्पल दिन्छु म. हाम्रो स्कुलमा एउटा घरको अगाडि एउटा ट्युसन टिचर हुनुहुन्थ्यो, उहाँले पढाउनुहुन्थ्यो ट्युसन हैन, अनि एकदम प्याक हुन्थ्यो. उहाँकोमा गएपछि चाहिँ अगाडि कहिले पनि सिट पाइँदैन थियो, पछाडि मात्र सिट पाउँथ्यो, अनि प्याक हुन्थ्यो, महँगो पनि हुनुहुन्थ्यो, एकदम फेमस, बिहानदेखि बेलुकासम्म प्याक. तर बिहान 4 घण्टा चाहिँ गएर खेतमा काम गर्नुहुन्थ्यो कि उहाँले. मैले सोच्थेँ कस्तो बेवकुफ हुनुहुन्छ यार, यहाँ यत्रो प्याक छ, एउटा स्टुडेन्टले 1500 रुपैयाँ तिर्छ, विच इज भेरी भेरी एक्सपेन्सिभ हैन. अनि त्यो खेतमा त अरू मान्छे लगाए हुन्थ्यो नि त
But today I realize how important that was. How important it is to detox, how important it is to, you know, if you really want to become a good entrepreneur, every day you should forget at times that you are not an entrepreneur. You should do things which would be, very simple to do. For example, I try to take my daughter, she's like just 5 years, on a tempo sometimes. होइन? अब उसलाई चाहिँ त्यो सबै जन्मेदेखि सबैसँग गाडी हुन्छ भन्ने बुझ्यो भने त त्यो कहिले टेम्पो चढ्दैन होला. And sometimes we go walking. अलिकति टाढा भए पनि we go walking होइन. We try to do things which make you feel that you're भनौँ न त्यो you're close to the ground. So त्यो कुराहरू चाहिँ एकदमै जरुरी हुन्छ. एन्ड टक्सिसिटीबाट चाहिँ डिटक्स हुनुपर्छ. डिटक्स हुने आफ्नो आफ्नो तरिका हुनसक्छ. Sometimes you go on a hike, sometimes you go and play a sport, sometimes you just take a holiday, or sometimes talk to a friend. It could be anything. होइन? By the way, today we have an event, Kal Ki Chinta Mat Karna, भनेर it's a comedy show. होइन? So we'll be going there as well in the evening. होइन? So yeah, Ravi Gupta. I'll be going 7 PM. अर्को कुरा नि यो हामीले त सुरुमा बौला पाराले काम गर्थ्यौँ होइन. मेरो फ्ल्याटमेट थियो, यहीँ अगाडि हामी बस्थ्यौँ. सानो कोठा थियो. मेरो एकजना काम गर्ने दिदी हुनुहुन्थ्यो, उहाँले खानाहरू बनाउँथ्यो. अहिले पनि सी इज विथ लाइक सी स्टेज फुल टाइम अहिले पनि. सिन्स 2009 सी इज विथ अस. अनि हामी तिनजना साथीहरू बस्थ्यौँ, म देव र निकुञ्ज भन्ने साथी थियौँ. अनि जहिले के हुन्थ्यो, बिना दिदी त खाना बनाएर जानुहुन्थ्यो, 7-8 बजेतिर खाना पकाएर जानुहुन्थ्यो. अनि म आउँथेँ अफिसबाट, अनि आउन बित्तिकै ल्यापटपमै हुन्थ्यो. त्यो सुत्दाखेरि पनि साइडमा ल्यापटप हुन्थ्यो. 2 बजे उठ्यो भने पनि ल्यापटप खोलिहाल्ने टाइपको थियो. 2009 को कुरा हो यो. अनि त्यसपछि के हुन्थ्यो त, अब तिनजना साथीमध्ये अब हुन्छ नि त पालो पिलो, अब एउटाले गएर खाना तताएर ल्याएर खाम भन्ने हुन्छ होला. त्यो देवले भनेन भने 11 बजेसम्म न म उठ्थेँ न निकुञ्ज उठ्थ्यो कि. अनि उसलाई त्यो रिस अब सधैँ उसले गरिराख्थ्यो तर रिस उठ्थ्यो नि त होइन. यिनीहरूलाई मतलबै छैन खानाको भन्ने हुन्थ्यो होइन. सो त्यसरी चाहिँ हामीले चाहिँ अब त्यो बेडमै बसेर ल्यापटप चलाउँथ्यौँ. पोस्चरदेखि लिएर होइन, नेक पेन, आइज पेन, सबै कुराहरू हुन्छ होइन. यो कुराहरू अर्ली रियलाइज हुँदैन. तर तपाईँ आइटी इन्डस्ट्रीमा हुनुहुन्छ नि, तपाईँहरूको अभियसली स्क्रिन टाइम हाई हुनवाला छ होइन. त्यो स्क्रिन टाइमको लागि चाहिँ डे 1 देखि चाहिँ ट्राई टु मेन्टेन यो पोस्चर होइन. 20-20 रुल भनेको चाहिँ एभ्री 20 मिनट्स सी अ डिस्टेन्स अफ 20 मिटर फर 20 सेकेन्ड्स होइन. इट्स गुड फर यर आइज. अनि लाइफमा चाहिँ भोलि भनौँ न हामीले जब वेन वी आर इन अ ओल्ड एज, वेन यु अबाउट टु डाई, अनि लाइफमा के गरिस् भनेर सोद्धाखेरि चाहिँ मैले यति किलोमिटर स्क्रोल गरेँ भन्नु नपरोस् होइन. सो लेट्स embrace life and do some kind of exercise. स्लिपिङ टाइम पनि कस्तो छ, कोही नाइट पर्सन हुनुहुन्छ, कोही मर्निङ पर्सन हुन्छ. म त कहाँ 2 बजी सुत्छु, कोही 10 बजी सुत्छ भन्ने होलान् होइन. मेरो भान्जी छ त्यहाँ होइन. राति बिहान उठ्नु पऱ्यो भने चाहिँ गाह्रै हुन्छ होला, तर सी इज कमिङ फर द ट्रेनिङ होइन. वाट आई सजेस्ट इज ट्राई टु स्लिप एट द सेम टाइम. तपाईँ 2 बजी सुत्नुहुन्छ, सधैँ 2 बजी सुत्नुहोस्. ट्राई टु इट एट द एक्ज्याक्टली सेम टाइम. तपाईँले ठ्याक्क 2 बजे खानुहुन्छ नि, एभ्री डे 2 बजे खानुहोस्. तपाईँ खाना छोडेर वेट घट्दैन. ठ्याक्क त्यही टाइममा खाँदाखेरि त्यो पछि त्यही टाइममा भोक लाग्छ, त्यही टाइममा इन्जाइम प्रड्युस हुन्छ, त्यही टाइममा डाइजेस्ट पनि हुन्छ. इन्टरमिडियन्ट पनि गर्दाखेरि बिहानदेखि भोकै बस्या हुन्छ नि, ठ्याक्क जुन 12:30 बजे, 1 बजे, 2 बजे खाने टाइममा के हुन्छ त, यो मेटाबोलिजम इज एक्टिभ, इन्जाइम्स आर एक्टिभ, भोक पनि लागिरहेको हुन्छ, खाना पनि रुच्छ, खायो पच्यो, त्यसले पनि घटाउने हो कि खासमा. इट यु इटिङ एट डिफ्रेन्ट टाइम्स, नो म्याटर वाट, त्यो हेल्दी फुड खाए पनि वन्ट रिड्युस होइन. अनि अभियसली यु बिकम वाट यु इट होइन. पहिला यो सबै कुराहरू एकदमै ध्यान दिँदैन थियो होइन. हेभी ग्यास्ट्रिक हुने, जहाँ पाए त्यहीँ खाने होइन. मैले लड अफ टाइम्स चाहिँ मैले खाना चाहिँ कहाँ खान्थेँ त, नर्विक हस्पिटलको क्यान्टिनमा गएर खान्थेँ. थाहा हाम्रो अफिस जाउँला खेल्थ्यो. फ्राइड राइस, अब त्यतिखेर यु डोन्ट ह्याभ मनी टु बाई तरकारी होइन. जेनरली एउटा राइस र मोमो अचारसँग खाइन्छ नि त स्टुडेन्ट लाइफमा, त्यसरी नै हुन्छ होइन. अरू नानसान खाना गयो भने पनि
हप्तामा एक दिन चाहिँ तरकारी पनि अर्डर गर्थ्यौँ, अदरवाइज यु इट द्याट. सो हेल्दी खाना र रिजनेबल फुड चाहिँ त्यहाँ र मैले धेरैचोटि खाना चाहिँ तिलगङ्गाको टप फ्लोरमा क्यान्टिन छ त्यहाँ पनि अहिले पनि त्यहाँ 140 रुपियाँमा दिन्छ होला थकाली होइन. त्यहाँ पनि गएर खाना खाएको छु होइन. सो सकेसम्म चाहिँ यो कुराहरू अर्ली स्टेजमा होइन यो ऊ जस्तै हो क्या एसएलसी जस्तै हो क्या. एसएलसीको बेला हामीलाई लाइफको सबभन्दा ठुलो कुरा एसएलसी नै लाग्थ्यो नि. तर अहिले चाहिँ त्यो ऱ्याङ्क त्यो मार्कसिट कहाँ छ मतलब छैन नि. तपाईँको स्टार्टअप पनि त्यस्तै हो कि अहिले तपाईँको स्टार्टअप बाहेक तपाईँलाई अरू केही कुरा ठुलो लाग्दैन. तर आफ्टर सर्टेन इयर्स यु विल मुभ अन. वाट इज मोर इम्पोर्टेन्ट इज योर सेल्फ, योर माइन्ड सेट, योर हेल्थ. द्याट्स वाइ आई रिपिटेडली से माइन्ड सेट इज एभ्रिथिङ. So this is not relevant. I think this is more for students, hai na? So I think it's been long. I would like to pause and take your queries. Take your queries. You want to ask me anything about our journey, about entrepreneurship, Khalti, Sparrow SMS, or any other thing I would like to answer in my capacity. प्रश्न छ भने मैले सुरुमा पनि एउटा डिस्क्लेमर दिएँ बिकज अफ माई इन्जरी आई डिन्ट मेक अ न्यू पिपिटी. सो आई थिङ्क आई वुड बी ह्याप्पी टु एन्सर with a lot of Q&A and make it more interactive. Like, you have been talking about how you grew up, right? Might be there would be some failures, right, within your organization or your business, right? Uh, I used to know like you had a marketing platform, Social Labs. I think it was one of your while you were doing that business with the why like is it like I would say it's a failure for you all or it's a thing. किनभने यहाँ हामीले चाहिँ कसरी सोच्छौँ भनेपछि सबै चिज हामीले चाहिँ अहिले यु हेभ मेड सम अफ दि थिङ्स फ्रम योर हार्ड टाइम जर्नी टिल हियर राइट. तर तपाईँले त्यो फेलियर्सहरू हुन्छ नि एउटा ऊ चाहिँ कहीँ पनि मेन्सन गर्नु भएन कि अनि वाइ इज द्याट भन्ने मलाई एउटा चाहिँ ऊ लाग्यो. Sure, sure. So हाम्रो जर्नीमा there has been a lot of failures, not one. There has been a lot of them. One of the biggest was Pico. पिको लागि हामी धेरै कुद्यौँ. मनिषहरू 1.5 वर्ष गएर बेङ्गलोर बसे, त्यसपछि हामी चिले बस्यौँ 7-8 महिना, युएस बस्यौँ होइन. धेरै पैसा खर्च पनि गऱ्यौँ होइन. वी ह्याड बिलियन्स अफ फोटो अपलोड्स इन आवर प्लेटफर्म एन्ड वी डिड न्युमरस क्याम्पेन्स बट स्टिल वी कुडन्ट कन्टिन्यू द्याट प्रोडक्ट होइन. So now we revamped it. Now Pico is, we still have the company. It's a theater management system, right? It's a different tech company that we have. Janagi Technology ma, we had few products. So we had Hornbill. It was a barcode attendance system. We had khasiboka.com. We were delivering dasai ko bela chahi yo khasi, and it was doing very good, but we didn't want to do that business. So we had Dafe Mall. It was e-commerce. Social Apps, like मैले failure नै चाहिँ भन्दिनँ. It was a good platform. Later we sold. जसलाई CEO हायर गरेका छौँ उसलाई सेल गरिदियौँ. पछि they merged with F1soft. They started Feet. And so it's the same company, right? So we just sold it to Ravi. You know Ravi, right? So Social Apps मा पनि राम्रै थियो. We had international clients and everything. होइन. खल्तीमै पनि there were a lot of failures. होइन. हामीले अब धेरै कुराहरू बनाउन खोज्यौँ होइन. बिल्ड ट्र्यापमा थियौँ हामी पनि. अनि त्यो बनाउँदै गर्दा चाहिँ कति प्रडक्ट चल्यो कति चलेन होइन. पछि हामी बुकिङमा नम्बर 1 हुने भनेर मुभीमा लाग्यौँ होइन. इभेन्ट्समा लाग्यौँ. अब अहिले हामी इन्सुरेन्समा, डिपोजिट्समा होइन. यो बिस्तारै हामीले चाहिँ अब भर्खर मर्जरको कामहरू सकेपछि खल्तीको धेरै जसो युजरलाई पनि ब्याज दिन थाल्छौँ अब होइन. सो त्यो फाइनेन्सियल इकोसिस्टममा बल्ल फोकस गर्दैछौँ. बट वी ह्याड अ लट अफ फेलियर्स बिलिभ मी होइन. तर बिगेस्ट अब सबभन्दा बढी खर्च लाइक मिलियन्स अफ डलर्स खर्च भएर बन्द गरेको चाहिँ पिको हो होइन. अरूमा चाहिँ अब भनौँ न देयर फ्यु कम्पनीज विच इन्भेस्टेड डिन्ट वर्क आउट होइन. त्यो हुन्छ सबैकोमा होइन.
So good that you pointed out. I didn't talk much about the failures, but we had a lot of them. We had a lot of them. It's not that it's not a straight journey, obviously. Thank you. बिङ एन इन्जिनियरिङ स्टुडेन्ट मैले हजुरको धेरै कुरामा रिलेट गर्न सकेँ होइन अनि अब हजुरले जसरी अब पिको भिको स्प्यारो एसएमएस खल्ती डेभलप गर्नु हो सबैलाई इन्सपायर गरेको छ अनि मेन कुरा चाहिँ सोध्न खोजेको मैले जस्तै हजुरले अब क्रिटिक्सको कुरा र नेगेटिभिटीको कुरा भन्नु नि यसलाई कसरी डिफ्रेन्सिएट गर्नुभयो यत्रो धेरै कम्पनी जुनले फरक फरक प्रब्लम सल्भ गरिरह यसले चाहिँ हजुरले अब यो आइडिया राम्रो छ भनेर हजुरले सोच्नुभयो तर त्यो अब कसैले नराम्रो भन्न पनि सक्छ तर अब फेरि आफू डिलिजनमा पनि पर्न सकिन्छ कि अब यो आइडिया राम्रो हो कि होइन भनेर हजुरले कसरी डिफ्रेन्सिएट गर्न सक्नुभयो नेगेटिभिटी र क्रिटिक्सलाई थ्याङ्क यू यस्तो हुन्छ कि सुरुमा चाहिँ तपाईँलाई पनि थाहा हुँदैन कि तपाईँको आइडिया चल्छ कि चल्दैन फर्स्ट थिङ सो यु माइट फेल यु माइट डु गुड सो क्रिटिक्स आउँछ नै क्रिटिक्स आउनु स्वाभाविक हो ठिक छ दोस्रो कुरा चाहिँ कहिलेकाहीँ चाहिँ हामी वी फोकस अन बिकमिङ डिफ्रेन्ट वी फोकस अन बिकमिङ हामी त युएसपी बनाउन खोज्छौँ तर द्याट माइट नट बी अ बेटर वे समटाइम्स द बेटर वे इज टु डु द सेम कमन थिङ बट इन अ बेटर वे सो वाट आइम ट्राइङ टु से इज 27वटा ब्याङ्क छ 2800 ब्याङ्क खुल्यो भने पनि चल्छ फरक सर्भिस केही नभए पनि चल्छ maybe because people want to have 2 bank accounts or people want to have a bank which is near their area or people want a bank जसमा चाहिँ मेरो एउटा कोही चिनेको होस् there could be n number of reasons right it's not different service at all if there's a market you can do it right similarly हामीले जब खल्ती स्टार्ट गर्यौँ it was not a new idea right इन्डियामा पेटिएम हैन अलिपे विच्याटहरु चाइनामा चलि नै रहेको थियो नि त नेपालमा कसरी गर्ने was the bigger challenge कति अब नेपालमा त भिसीको सिस्टम छैन पेटिएममा त हजारौँ करोड रुपियाँ खर्च भएको छ नेपालमा कहाँबाट आउने हजारौँ करोड रुपियाँ 100 करोड पनि आउन गाह्रो छ कसरी पाल्ने अहिले पनि हाम्रो 350 जनाको टिम छ हैन करोडौँ रुपियाँ मन्थली स्यालेरी छ हाउ डु यु गेट इट हैन सो इट वाज अ बिग च्यालेन्ज बट वाट म्याटर्स इज पर्सिभरेन्स पर्सिस्टेन्स एन्ड कन्सिस्टेन्सी हैन तपाईँ गर्दै जानुहुन्छ अब तपाईँलाई त्यो कति कुरा इन्स्टिङ्क्टको बेसिसमा गर्छौँ फेल पनि खान्छ हैन सो आइडिया भन्दा पनि एक्जिक्युसन बढी इम्पोर्टेन्ट छ तपाईँले राम्ररी एक्जिक्युट गर्नुभयो भने यु प्रुभ द क्रिटिक्स रङ अदरवाइज दे आर राइट हैन सो अरूले के भनिरहेछ भन्दा पनि आफ्नो आरएनडी गर्ने सुन्ने तर अरूलाई इल्युजन अफ एक्सप्लानेटरी डेप्थ हुन्छ नि त खल्ती भित्र नभएको मान्छेले त यार खल्तीले यो बनाउनु पर्यो किन यो बनायो भने त खतरा आइडिया हुन्छ भन्ने हुन्छ नि त तर भित्रको च्यालेन्ज त हामीलाई थाहा हुन्छ नि त सो तपाईँलाई आफ्नो प्रडक्टमा त आफूलाई बढी थाहा छ नि त त्यसरी चाहिँ हामीले काम गऱ्यौँ भने काम गर्दै जाँदा यु सी द लाइट इन द टनल काइन्ड अफ एक्सपिरियन्स हुन्छ क्या सुरुमा त के गरेर जस्तो हुन्छ क्या अलट अफ आवर न्यू स्टार्टअप्समा हामीलाई त्यो फिलिङ आउँछ अहिले के गरेर कति टाइमलाई लाग्ने हो तर वन्स यु हेभ टु बी देयर अपर्च्युनिटीले कुन बेला नक गर्छ थाहा छैन यु हेभ टु बी इन द्याट फिल्ड यु हेभ टु बी प्रेजेन्ट एन्ड one fine day you will get an opportunity, maybe a big project or big contract, or you make a pivot and it will work. So, त्यो कसैले भन्न सक्दैन which fine day it is going to happen, but you have to be there, and that is the challenge, especially for IT entrepreneurs, because our cost of tech people is very high. That is where IT चाहिँ कस्तो industry हो भने if you invest in 100 startups, 80 might fail. But the 20 will give you more returns than the 100 all combined. त्यो nature of industry भएको हुनाले चाहिँ हाम्रो operational cost high भएको हुनाले गाह्रो हुने चाहिँ त्यो कारणले हो. But if you can be present, हैन, if you can be alive for certain time, then one day you will make it. जस्तो लाग्छ. है? Thank you. Sorry. Hello? Okay. So before question, I will tell some scenario and then my question will be. So हामीले चाहिँ हाम्रो डक्टर र पेसेन्ट पोर्टल रेडी गर्नलाई it took us around 1 year of time. We launched it on घटस्थापना. And after that,
we came to know from the market कि doctor का patient portal is not only enough, बाकी पोर्टलहरू पनि चाहिएको छ to drag that down along with it. So what we thought of is I called my CTO from the Belgium in Nepal, and we sat for around 15 days, in which we took 3 days to plan what we will do in the next 12 days, and around 3 to 4 members we sat whole of the time in my office. My office is in my on flat. So since you said कि हामीले mindset यस्तो बनाउनु पर्छ कि 2020 रुल वा हामीले आफ्नो खाना खाने टाइम एउटा राख्न पर्छ वा हामीले एउटा सुत्ने टाइम राख्न पर्छ, बट देयर कम्स टाइम जुन बेला हामीले सोचेर पनि वा हाम्रो बानी भए पनि हामीले त्यो गर्न भ्याउँदैनौँ. सो इन द्याट सिचुएसन वाट वुड यु प्रिफर टु गो टु? हाम्रो माइन्डसेट जुन प्रिपेयर गरेर राखेको छ त्यो नै गर्ने कि वाट टाइम डिमान्ड र वाट यो प्रोडक्ट डिमान्ड्स त्यो अनुसार जाने? यस्तो हुन्छ, मैले यो जति पनि कुराहरू भनिरहेको छु नि होइन, हजुरहरूले के बुझ्नुहोस् भने यो एन्टरप्रेन्योरसिप इज लाइक प्लेइङ अ चेस गेम. नो प्लेयर क्यान कम एन्ड टेल यु कि एक्ज्याक्टली यही स्टेप्स खेलेर तपाईँ गेम जित्नुहुन्छ, और तपाईँले कुनै प्लेयरले जे गर्यो त्यही स्टेप्स खेलेर तपाईँले जित्नुहुन्न. कसरी गेम जित्नुहुन्छ त? पहिला त रुल्स थाहा हुनु पऱ्यो, फन्डामेन्टल्स त थाहा हुनु पऱ्यो, त्यसपछि प्र्याक्टिस, एक्सपिरियन्स, यु हेभ टु गिभ टाइम, यु हेभ टु लर्न. बुझ्नु भइरहेको छ नि? सो यहाँ भनेको कुरा जेनरिक हो. जेनरिक वेमा सकेसम्म सेम टाइममा सुत्ने, खाना सेम टाइममा खाने. तर पर्या बेला त हाम्रै टिमले पनि 36 घन्टाको रुटिन बनाएर काम गर्यो नि. डजन्ट मिन कि त्यो लाइफ लङ 36 घन्टाको रुटिन त बनाउने होइन नि त. हसल त हुन्छ लाइफमा, तर डिफल्ट केलाई बनाउने भन्ने कुरा हो. बुझ्नुभयो नि? होइन, वी अल आर लेजी. इभन मलाई त आई फिल वान अफ द लेजिएस्ट पर्सन होइन. यति यहाँ भन्दै गर्दा मैले आफै चाहिँ आफ्नो वेट अहिले 8 किलो बढाएर बसेको छु होइन. त्यो मेरो सर्जरी भएदेखि अब घरबाट त त्यस्तै हो नि त. अब हड्डी भाँच्या छ, हड्डीको लागि के राम्रो हुन्छ त? खाऊ भाइ, डेली गोन्दको लड्डु खाऊ त, घिउ खाऊ, के खाऊ होइन. सो वी अल आर लेजी होइन. तर पर्या बेला जस्तो सुकै काम गरे पनि होइन, हजुरहरूले के बुझ्नुहोस् भने आज तपाईँहरूले उपचारहरू भनेर खोल्दै हुनुहुन्छ भने भोलि लाइफमा समथिङ एल्स विल बी मोर इम्पोर्टेन्ट फर यु. तर आज के लाग्छ द्याट इज एभ्रिथिङ इन लाइफ. त्यो भएन भने सक्यो, त्यो भनौँ न एसएलसीमा फेल भएपछि लाइफ सक्यो भने जस्तो हो क्या. तर आज हामीलाई के लाग्छ, ठिकै छ फेल भए पनि होइन धेरै कुरा गर्न सकिन्छ नि त. सो त्यतिखेर बढी इम्पोर्टेन्ट के हुन्छ त? तपाईँको माइन्डसेट. मेन्टल हेल्थ इज मोर इम्पोर्टेन्ट देन फिजिकल हेल्थ. तपाईँले आफ्नो माइन्डलाई नि ट्रेन गर्न सक्नु पऱ्यो क्या. तपाईँले भन्नुभयो ल म भोलि उठेर वकिङ जान्छु, तपाईँको माइन्डले सपोज इफ आई वाइज माइन्ड यो मुला जाँदै जाँदैन भन्ने भनिरहेछ, तर तपाईँले भन्नुभयो भोलि उठेर म जगिङ जान्छु, पङ्कजले भनेको छ जेसुकै होस् भोलि पानी पऱ्यो भने यो चाहिँ जान्छ है. यु हेभ टु ट्रेन योर माइन्ड होइन. once you start believing, once you start manifesting that thing, you will achieve it. Okay? The dream त गर्नु पर्यो. ड्रिम सँगै डिसिप्लिन, डेडिकेसन, डिटर्मिनेसन चाहियो नि त हैन. जब हामी त्यो गर्न थाल्छौँ हैन, सपना हेरेपछि सबभन्दा पहिला त आफ्नो कम्पिटेन्सी स्किल्समा काम गर्नु पर्यो. त्यसको लागि डेडिकेसन र डिसिप्लिन चाहियो नि. सो त्यो डिसिप्लिन एकदमै जरुरी छ भन्न खोजे मात्र हो. तर 365 दिन नै एउटै डिसिप्लिन हुन्छ भन्ने छैन नि त. समटाइम्स यु निड टु बी रिल्याक्स, समटाइम्स यु निड टु बी केयर फ्री. सिरियस भइराख्नु पर्दैन के लाइफमा, रेस्पोन्सिबल भए पुग्छ हैन. सधैँ सिरियस हुने, सधैँ यो गफ सुनेर काम छैन के. बुझ्नुभयो नि हैन. सो इट्स नट एभ्री डे थिङ द्याट आइ एम ट्राइङ टु से है. थ्याङ्क यू. आई थिङ्क वी have crossed the time, so maybe with your question and we take one question max, है. And त्यसपछि I am around नै हैन, I can answer. Thank you, sir. So sir, I have been following you since my +2 days, nay, and I think I have not missed any of your this type of public appearance. Okay. And the day when we started our company, we are so lucky to get connected with Arvind sir. Okay. अनि मलाई जहाँसम्म लाग्छ आई हेभ लिभड खल्ती जर्नी अलङ विथ यु गाइज नै. अनि हामी पुलचोकको अफिसमा आएको थियौँ अरविन्द सरलाई भेट्न. अनि कुन बेलादेखि हामी फलो गर्दैछौँ भने खल्तीले एउटा फर्म दिन्थ्यो, अनि त्यो फर्म यदि भेन्डर्सहरूलाई फिलअप गर्न लगायो भने कमिसन दिन्थ्यो. अनि हामी सुरुको दिनमा थियो, अनि अरविन्द सरले हामीलाई 500-500 वटा फर्म दिनुभएको थियो.
अनि यदि तिमीहरूले यो 500वटा फर्म भेन्डर्सहरूलाई भर्न लगाउन सक्यो भने तिमीहरूलाई म यति पैसा दिन्छु भन्नुभएको थियो अनि वी आर सो अमेज कि हामीले सपोर्ट पायो अनि हामी बस्यौँ अनि वी प्लान्ड कि हामी यो 500वटा फर्म कसरी भराउन सक्छौँ अनि वी ट्राभल अलमोस्ट एभ्रिवेयर इन नेपाल होइन जस्ट त्यो फर्म मात्रै फिलअप गराउनलाई पैसा दियो कि दिएन खल्तीले? पैसा दियो सर अनि अहिलेसम्म पनि हाम्रो खल्ती चाहिँ मेजर पार्टनरमै हुनुहुन्छ हाम्रो अफिसको अहिले पनि हाम्रो अफिसमा खल्तीकै कपहरू युज भइरहेछ अनि सो त्यो 500वटा फर्म हामी भर्न लगायौँ अलमोस्ट सबै ठाउँमा गयौँ द्याट वाज माई अपर्च्युनिटी टु भिजिट डिफ्रेन्ट कर्नर्स अफ द कन्ट्री पनि सर मेरो क्वेसन्स अब बल्ल सुरु हुन्छ सुरुमा स्टार्टिङमा खल्तीको मार्केट प्रेजेन्स भए तापनि खोलेको धेरै वर्ष भइसकेको थियो बट इट वाज स्ट्रगलिङ विथ माउथ अफ वर्ड्स पनि अनि जब अरविन्द सरहरूसँग भेटिरहेको थिएँ मैले हजुरलाई धेरैपल्ट क्वेसन पनि सोधिसकेको छु सर पहिले पनि त्यो त्यसपछि खल्तीले केही दिन पज लिएको जस्तो लाग्छ मलाई अनि वेन इट केम ब्याक द रेस्ट इज द हिस्ट्री जस्तो लाग्छ मलाई होइन सो त्यो एउटा अरूलाई फर्म बाँड्नदेखि लिएर खल्तीको यो जर्नीसम्म त्यो बिचमा चाहिँ त्यस्तो के खल्तीले ट्रान्सफर्म गर्यो आफ्नोमा जसले गर्दा खल्ती हेज बिकम दिस ह्युज आजको डेटमा बट इट वाज नट डुइङ द सेम थिङ सुरु भएको 4-5 वर्षसम्म पनि Okay, सो वाट इट टुक सो लङ टु रियलाइज सर Thank you for this question. होइन सो फर्स्ट कुरा त when we started खल्ती there were other players in the market already होइन but we knew होइन नेपाल टेलिकम थियो एनसेल आयो याहू थियो गुगल आयो होइन सो the one who innovates and like works in the new process new user experience will win भन्ने हामीलाई विश्वास थियो अनि त्यतिखेर रिसर्च गर्दाखेरि त्यतिखेर डिजिटलाइजेसन जम्मा 3% भएको थियो 97% बाँकी थियो 2017 को कुरा गरेँ मैले 4Gहरू भर्खर आउँदाखेरि इन्टरनेट पेनिट्रेसन बढिरहेको थियो र इन्टरनेट सस्तो पनि हुँदै थियो बिकज अफ द न्यू प्लेयर्स स्मार्टटेल एन्ड अल होइन अनि स्मार्टफोनको इम्पोर्ट कस्टम्समा डेटा हेर्दाखेरि 25%ले इन्क्रिज भइरहेको थियो सो अल दिस फ्याक्टर्स वेयर अ भेरी गुड अपर्च्युनिटी टु बिल्ड अ न्यू पेमेन्ट एप इन द कन्ट्री होइन त्यो सोचेर हामीले स्टार्ट गऱ्यौँ तर हामी कहाँ अड्क्यौँ भने पेमेन्ट एप हो फर्स्ट एन्ड फरमोस्ट त त्यहाँ पैसा हाल्ने तरिका हुनु पऱ्यो सजिलो पैसा हालेपछि न तिरिन्छ पैसा हाल्ने मेन तरिका भनेको त ब्याङ्क हो अनि ब्याङ्कमा हामी गएर खल्ती इन्टिग्रेट गर भन्दाखेरि त्यहाँ अब भेन्डर अरू हुनुहुन्थ्यो कम्पिटिटरहरू पनि हुनुहुन्थ्यो अनि इन्टिग्रेटै गर्न नपाउने अनि त्यो जति मार्केटिङ गरे पनि जे गरे पनि पैसै हाल्न सजिलो भएन भने त तिर्ने कसरी लोड फन्ड्स वाज भेरी इम्पोर्टेन्ट त्यो 6 महिनासम्म त मेरो काम के थियो भने एज अ बिजनेस डेभलपमेन्ट होइन म र हामीको अनमोल भन्ने एकजना बहिनी हुनुहुन्थ्यो हामी स्कुटी चलाउँथ्यौँ भने स्कुटी लिएर दरबार माग जान्थ्यौँ पार्क गर्थ्यौँ अनि दरबार मागभरि ब्याङ्कको गार्डलाई भेटेर हुन्छ कि होइन डाइरेक्टरलाई भेटेर हुन्छ कि जसलाई भेटेर हुन्छ हामी 6 महिना त्यहीँ बिताउँथ्यौँ क्या मैले कति नट ब्याङ्कको 1-2 ठाउँको आई नट मेन्सन मैले गार्डलाई त फलानु सर आउन बित्तिकै मलाई मिस्ड कल दिनु भन्थेँ अनि उहाँको मोबाइल रिचार्जहरू मैले गरिदिन्थेँ होइन सो कति ठाउँमा चाहिँ तपाईँको संस्थामा काम गराउने बेस्ट वेज पिउन समटाइम्स इट्स द सिइओ होइन सो इट्स डिफ्रेन्ट होइन त्यो 6 महिनासम्म पनि ब्याङ्कमा चाहिँ अब खल्ती इन्टिग्रेटै गर्न पाएनौँ क्या हामीले 6 महिना होइन 6 वर्षै लाग्यो खासमा अनि द्याट वाज अब हामीले जे इनोभेसन गर्छौँ हामीले फाइनेन्सियल सर्भिसेस लेन्डिङमा काम गर्छौँ लोन दिन्छौँ होइन इन्सुरेन्समा काम गर्छौँ सेयर मार्केटको ट्रेडिङ गर्न दिन्छौँ एपबाट भोलि जे सोचेको थियौँ त्यो गर्नै पाएन नि त अनि हाम्रो गोल चाहिँ के भयो त पहिला यो ब्याङ्क कसरी जोड्नेतिर लाग्यो र बिचमा हामीले पज लिएको चाहिँ हामीले फुल टेक्नोलोजी अपग्रेड गरेर पहिला हामी एन्ड्रोइड आइएस छुट्टै थियो हामी फ्लटरमा गयौँ होइन सो त्यो 2 वर्ष चाहिँ हामी फ्लटरमा एप बनाइरहेको थियौँ त्यसपछि खल्ती जब फ्लटरमा आयो 6 महिना त स्टेबल गर्न लाग्यो त्यसपछि हामी एग्रेसिभ गएको खासमा होइन अनि अब भनौँ न वी डिड द लार्जेस्ट वालेट मर्जर अहिले पेडअपको स्टाफले वी आर द लार्जेस्ट वालेट इन द कन्ट्री अहिले लास्ट इयर बिफोर द मर्जर खल्तीबाट आई थिङ्क वी डिड 137 अर्बको ट्रान्ज्याक्सन्स होइन अनि दिस इयर इज गोइङ टु बी मच लार्जर होइन एन्ड within 2 to 3 years, maximum 3 maybe, हाम्रो IPO अनि we are already starting to plan all those things होइन so hopefully it becomes
गुड प्लेटफर्म अनि अहिले पनि मर्जरले गर्दा देयर आर लट अफ हिकअप्स होइन बिकज इट्स नट इजी टु मर्ज लाइक 12 मिलियन युजर्स होइन अनि देयर आर युजर्स एजेन्ट्स पार्टनर्स टेक्नोलोजिज बट सम अफ द मर्जर एक्सपिरियन्स वाज जसको 100% केवाइसी म्याच छ मर्जर एकछिनमा भयो तपाईँ आइएमइपेबाट खल्तीबाट आएको तर तपाईँको आइएमइपेमा नागरिकता हाल्नु भएको छ खल्तीमा पासपोर्ट हाल्नु भएको छ त आइएमइपेमा एनसेल नम्बर छ यता एनटिसी नम्बर छ यहाँ स्पेलिङमा समथिङ छ त्यहाँ फरक छ भने त्यस्तो केसेस देयर आर क्लस्टर्स अफ ग्रुप द्याट वी निड टु ह्यान्डल विच नाउ इन द फाइनल प्रोसेस एन्ड वन्स द मर्जर एन्टायर मर्जर ह्यापन्स विल सट डाउन वान एप होइन सो खल्ती विल बी द मेन एप एन्ड then we will come for our actual vision जे को लागि खोलेको थियौँ नि payments त is just a habit forming instrument to bring people online the actual thing is we want to create impact by giving collateral free loans obviously our license doesn't allow us but that's our dream we want small people to start their businesses हैन तपाई content creator हुनुहुन्छ एउटा क्यामेरा किन्न मन लाग्यो लोन चाहियो we should be able to do it तपाईँ एउटा फलफुल पसल हुनुहुन्छ बल्खुबाट म आज 50,000 को किनेर ल्याउँछु बेच्छु 2,000 कमाउँछु तपाईँलाई म 100 रुपियाँ दिन्छु वी शुड बी एबल टु डु इट होइन सबै कोल्याट्रल बेस्ड लोन भएर न हाम्रो एसएमएस ग्रोथ नभएको सो त्यो पार्टमा चाहिँ वी विल वर्क नाउ अन द इनोभेसन है थ्याङ्क यू सो मच सो वान लास्ट क्वेसन छोटो चाँडै है मेरो क्वेसन चाहिँ जस्तै हजुरको यो भनिन्छ कि एउटा पहाडको टुप्पोमा चढेपछि मात्र थाहा हुन्छ कि चढ्न बाँकी चाहिँ अरू पनि धेरै पहाडहरू छन् त्यस्तै तपाईँको उद्यमशीलताको सफलताको शिखरमा तपाईँ पुगिसकेपछि पनि जसरी स्केल अप नेपाल जस्तो कार्यक्रमहरू गरेर तपाईँले उद्यमीहरूलाई यसरी जोड्नु भएको छ अब अरू 5वटा ठाउँमा जाँदै हुन्छ मेरो प्रश्न चाहिँ के छ भन्दाखेरि यदि जुन हामीले पहिलो दिनमा गरेको मिरर एक्सर्साइज यदि तपाईँको 70औँ बर्थडे भएको भए चाहिँ तपाईँका साथीभाइहरूले तपाईँलाई कसरी सम्झुन् जस्तो लाग्छ त्यो सानो जान्न चाहन्छु धन्यवाद यसो छ अब सपनाहरू धेरै हुन्छन् होइन त्यो भन्छ नि हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश में दम निक्ले होइन भने जस्तै हो त्यो सो अभियसली नेपालबाट चाहिँ हामी आफै बन्न नसके पनि हामीले युनिकर्न्सहरू हेर्न चाहन्छौँ नेपाली कम्पनीहरू चाहिँ न्यास्ड्याकमा लिस्ट भएको हेर्न चाहन्छौँ र त्यसमा हाम्रो कन्ट्रिब्युसन होस् डाइरेक्टली इन्डाइरेक्टली भन्न चाहन्छौँ नेपालको आइटी इन्डस्ट्री अहिले 150 अर्बको छ होइन त्यसलाई हामी विथिन नेक्स्ट 5 इयर्स एटलिस्ट $5 बिलियन क्रस गराउन चाहन्छौँ होइन जसरी भियतनाम आजभन्दा 10 वर्ष अगाडि नेपाल र भियतनाम उस्तै स्टेजमा थियो तर टुरिज्म र आइटी दुइटैमा भियतनामले ठुलो फड्को मार्यो नेपालले फाड्नु सकेन हामी चाहिँ भागभण्डामा बिजी भयौँ डेभलपमेन्टमा गर्न सकेनौँ तर आइटीले गर्न सक्छ हाम्रोमा राम्रो ट्यालेन्ट छ नेपालमा होइन वर्षेनी 16,000 जति चाहिँ क्यान वी प्ले अ भिडियो हियर लाइक डु यु हेभ द यु नो विच भिडियो ओके सो त्यो सपनाहरू छन् प्लस अभियसली एज अ फ्यामिली म्यान आई हेभ अ डटर होइन सो धेरै सपनाहरू छन् छोरीको लागि पनि होइन त्यो कुराहरू आउँछ होला होइन र वी ट्राइङ टु वर्क अन अ प्रोजेक्ट इट्स नट म्यान्डेटेड इट्स नट लाइक फर्मुलाइज येट बट मेरो एकजना साथीको चाहिँ गोदावरीमा चाहिँ इट्स अ भेरी बिग ल्यान्ड होइन एन्ड हि ओन्स सम हस्पिटल्स अल्सो सो वी थिङ्किङ लाइक इफ वी हेभ मनी विल ओपन अ बिग ओल्ड एज रिक्रिएसन सेन्टर देयर and all my friends will go and stay there and medical facilities पनि भइहाल्छ प्लस त्यो चाहिँ भोलि स्केल अप प्रोग्राम पनि त्यहाँ गर्ने सक्ने रमाइलो तपाईँको आफ्नो घर भए पनि त्यहाँ आएर बस्ने ठाउँ स्पोर्ट्सदेखि म्युजिकदेखि स्पिरिचुअलदेखि ब्याक स्टेज सिब्लिन्सदेखि सबै खालको कुरा गर्ने र त्यहीँ लाइफ बिताउने भन्ने एउटा इट्स अ बिग रियल इस्टेट प्रोजेक्ट होइन सय रोप्ने जग्गा छ त्यो डाँडा छ पुरै तर it requires a lot of investment. If we are able to make that money, we will maybe spend our life there and
all my friends, they are not going to speak all this bakwas and all this thing. They're just going to say, "La bhai, chal daru pite." That's it. So that's what everyone is going to say, I think. So having said that, thank you for listening to me, and we'll stay in touch. Thank you.